यस्तो अवस्था छ। यो विषयमा आज छलफल गर्नु अति नै सान्दर्भिक छ म भन्न चाहे। र 2 वर्ष पोहोरको वर्ष मैले एउटा कम्युनिटी एसेसमेन्ट समुदायमा सडक सुरक्षालाई कसरी बुझिएको रहेछ भन्ने बारेमा एसेसमेन्ट गरेको थिएँ। त्यो एसेसमेन्टले के देखायो भने हामीले नगरपालिका गाउँपालिकाका अध्यक्षज्यूहरूसँग कुरा गरेका थियौँ। तपाईँले सडक सुरक्षालाई कसरी लिनुभएको छ, तपाईँहरू सडक बनाउनलाई इन्भल्भ हुनुहुन्छ, त्यहाँ सडक सुरक्षालाई कसरी ख्याल गरेको छ भने तराईका केही ठाउँहरू र पश्चिममा पनि के भन्यो भने तराईमा विशेष गरी 2-4 जनाले भनेको म केही शब्द जोड्दै अनि प्रश्न राख्छु कि सडक सुरक्षा भनेको के त्यो बाटोको साइडमा तरकारी बेच्ने ठाउँ हैन, पैदल यात्रीको लागि के विचार गर्ने, त्यो तरकारी बेच्ने ठाउँ। अनि जेब्रा क्रसिङ भन्दा पनि हामीलाई सडक सुरक्षामा अहिले 6 लेनको बाटो चाहियो भन्ने तरिकाले त्यसरी कन्सल्टेसनमा भेटियो। हामीले यहाँ जति ठुलो कुरा गरे तापनि हाम्रो रियालिटी यस्तो छ। त्यही भएर आज यो छलफलको कुरालाई हामीले ठुलो यसलाई रिपोर्ट बनाएर समुदाय स्तरसम्म लैजानको लागि आयोजकलाई म रिक्वेस्ट गर्छु। र त्यही भएर मैले बेसिक कुराबाट नै सुरु गरेँ। यो कुरा तपाईँको डकुमेन्टको इम्पोर्टेन्ट कुरा पनि होला। मैले हजुरहरूलाई सुरुमा मैले हाम्रो भीम सरबाट सुरु गरेँ। नेपालमा सडक सुरक्षालाई कसरी बुझिन्छ र सडक दुर्घटनाको न्यूनीकरणको लागि हामी कसरी जुटेका छौँ भीम सर? हस्, धन्यवाद। यो सडक सुरक्षासँग सम्बन्धित नेपालको विज्ञ नै हुनुहुन्छ म्याम। म पहिलादेखि उहाँसँग नजिकमै रहेर सहकार्य पनि गरेका छौँ हामी कतिपय अवस्थामा। र यहाँ उपस्थित हुनुभएका प्यानलिस्ट सरहरू र अगाडि रहनुभएका सम्पूर्ण महानुभावहरू र विशेष गरी म सडक साथी संस्थालाई आभार व्यक्त गर्दछु। उहाँहरूले राम्रो यो इफेक्टिभ एउटा चाहिँ कार्यक्रम राख्नु भएको छ। र अहिले म्यामले भने जस्तो कार्यक्रम पछाडिको चाहिँ हामी कार्यक्रमको लागि कार्यक्रम नभएर त्यसको चाहिँ भोलि यसले चाहिँ केही कुरा चाहिँ कन्ट्रिब्युसन गरोस् भन्ने हिसाबमा हामी सचेत हौँ भन्ने कुरा अनुरोध गर्दछु। र अब जहाँसम्म अब यो सडकको सम्बन्धमा धेरै चर्चा भइसकेकै छ। वास्तवमा यो यति छलफल भएको छ कि सडक सुरक्षाको सम्बन्धमा हाम्रोमा अब हाई लेभलमा हैन, राजधानीमा, प्रदेश लेभलमा, जिल्ला लेभलमा विभिन्न छलफल कार्यक्रमहरू, सचेतना कार्यक्रमहरू त्यो बारम्बार भइराखेका छन्। त्यो एकदम कन्टिन्यू भएको छन्। र सडकको सुरक्षा भएन भने त्यसबाट कति नोक्सानी हुन्छ भन्ने सम्बन्धमा पनि हामी सबै चाहिँ के भने यसमा चाहिँ हामी ज्ञाता नै भएका छौँ। यो अब यसलाई चाहिँ यसको चाहिँ के भने यसलाई कसरी चाहिँ बुझ्ने र भोलिका दिनमा यसलाई कसरी कम गर्ने भन्ने सम्बन्धमा हामी धेरै चर्चा गर्छौँ। तर के भने हामीले आशा गरे जस्तो रिजल्ट चाहिँ आउन सकेको अवस्था छैन यो। र यसलाई चाहिँ गर्ने प्रयासको सम्बन्धमा हामीले अब नेपाल प्रहरीकै कुरा गर्ने हो भने पनि अब जति पनि सडकमा अब हामीले जतिसुकै हामी यी कुराहरू इन्टरनल रूपमा छलफल गरे पनि सबभन्दा पहिला फर्स्ट जिम्मेवार चाहिँ आम नागरिकले प्रहरीलाई नै देखेको हुन्छ कि सडकको सुरक्षा किन पुलिसले गरेन, किन एक्सिडेन्ट भयो हैन, त्यत्रो चाहिँ क्षति किन भयो भन्ने कुराहरू पहिलो चाहिँ टार्गेट प्रहरी हुन्छ। टार्गेट मतलब मैले के भन्छु भने नागरिकको चाहिँ आशा चाहिँ प्रहरीप्रति हुन्छ कि प्रहरीले चाहिँ राम्रो गरिदिए हुन्थ्यो भन्ने हुन्छ। र अब यसलाई कम गर्नको लागि सडकसँग जोडिएका थुप्रै निकायहरूको चाहिँ यसमा चाहिँ के भने संलग्नता छ। अब जस्तो सडक विभागको कुरा फर्स्टमै आइहाल्यो हैन, सडक दुरुस्त हुनुपर्छ, सडकसँग जोडिएका सम्पूर्ण कुराको नियमन सडक विभागबाट भइराखेको हुन्छ। त्यस्तै यातायात कार्यालय भयो। अब यातायात कार्यालयले यातायातसँग सम्बन्धित पोलिसीहरू, त्यसको चाहिँ योजनाहरू, त्यसको चाहिँ कार्यक्रमहरू, सबै कुराहरू त्यसलाई नियमन गर्ने कुरा यातायात कार्यालयको भयो। त्यस्तै अब अहिले स्थानीय सरकारलाई हाम्रो चाहिँ विद्यमान कानुनहरूले धेरै कुराहरू दिएको छ, अधिकारहरू
हैन, विशेष गरिकन रोड सेफ्टीका विषयहरूमा, पार्किङका विषयहरूमा त्यसलाई चाहिँ राम्रो व्यवस्थापन गर्ने विषय थुप्रै कुराहरू स्थानीय सरकारमा पनि छ। अनि त्यस्तै प्रदेश सरकारको कुरा छ, प्रदेश सरकारमा पनि छ। अब मुख्य राजमार्गहरूमा सङ्घीयबाट गर्ने कुराहरू छ। अब जहाँसम्म नेपाल प्रहरीले चाहिँ गरिराखेको कुरा भन्नुपर्दाखेरि एउटा चाहिँ तितो सत्य कस्तो छ भने कि नेपालमा दैनिक रूपमा थुप्रै भेहिकलहरू भित्रिराखेको छ, दैनिक सडकहरू धेरै बनिराखेको छ, एकदमै मुभमेन्ट धेरै बढिराखेको छ। अब हामीले त्यसलाई नियमन गर्नको लागि चाहिँ प्रत्येक जिल्लामा जुन ट्राफिक व्यवस्थापनको कुरा छ, अहिले मलाई लाग्छ जम्मा 2660 दरबन्दी छ जम्मा ट्राफिकको। यो अब यो भ्यालीमा मात्रै 1600 छ, 1600 छ। त्योभन्दा बाहेक सङ्ख्या भनेको नेपालभरिलाई चाहिँ भ्याउनु पर्ने अवस्था छ। अब एउटा जिल्लामा अहिले के छ भने प्रत्येक ओडामा गाडी नपुगेको ठाउँ छैन, प्रत्येक ओडामा। र त्यो गाडी अब त्यसलाई नियमन गर्ने, नियमन मैले यस मानेमा हो कि जस्तो कुनै एक्सिडेन्ट नहोस् भनेर चाहिँ त्यसलाई सिकाउने कुरा, एक्सिडेन्ट भइहाल्यो भने गएर केही न केही मुचुल्का गर्नु पर्यो, स्केच गर्नु पर्ने त्यो कुराहरू, त्यहाँ चाहिँ उद्धार गर्नु पर्यो, त्यहाँ चाहिँ सपोर्ट गर्नु पर्यो। त्यो सबै अग्रभागमा ट्राफिक प्रहरीको कुरा हो नि त। तर अहिले के छ, कतिपय पहाडी जिल्लामा 3 जना 4 जनाले पनि काम चलाउनु परेको छ, 3 दिन जति हिँडेर जानुपर्ने अवस्था छ। सर, म अब ट्राफिक प्रहरीको समस्या के गर्नुपर्छ भन्ने कुरा पछाडि सोध्छु। अहिले चाहिँ मैले विशेष गरी सडक सुरक्षा के हो त भन्ने कुरामा अब मुख्य फोकस गर्न। हस्, थ्याङ्क यू। सडक सुरक्षाको सम्बन्धमा चाहिँ एउटा के हो भन्दा चाहिँ मान्छेहरू अहिलेको चाहिँ एउटा विकसित समाजमा पैदल हिँड्ने भन्दा पनि केही न केही साधन लिएर छिटो रूपमा आफूलाई चाहिँ होइन छिटो पहुँच पुर्याउने जुन युज गरिरहेको छ त्यो चाहिँ सुरक्षित होस् भन्ने विषय नै हो। र सडक सुरक्षामा चाहिँ प्रहरी मात्रै होइन, हामी सबैले चाहिँ ध्यान दिनुपर्छ भन्ने मलाई लाग्छ। एउटा उदाहरण मात्रै म भन्छु, म भ्याली ट्राफिक प्रमुख हुँदाखेरि मैले प्राय सडकमा चाहिँ एउटा पिक आवरको टाइममा सडकमै हुन्थ्यो हामी। बानेश्वर चोकमा म उभिएको थिएँ त्यो बेलामा। बानेश्वर चोकमा चाहिँ एकदम गाडी रस दौडिराखेको बेला एकजना चाहिँ मेम, एकजना महिला मेम चाहिँ दौडिँदै बिचबाट आउनुभयो। मैले बिचमा रोकेँ, हजुरले यसरी दौडिन भएन, गाडीहरू आइराखेको छ भने। अनि होइन मलाई हतार छ भन्नुभयो उहाँले। अनि यो गरौँ भने त एक्सिडेन्ट हुन्छ मैले भने। अनि उहाँ हेर्दा चाहिँ भर्खर विदेशबाट आउनुभएको मैले ठाने, धेरैन्जेल विदेश बसेर भर्खर आउनुभएको। अनि मैले फेरि रोकेर भने तपाईँ त विदेशबाट आउनुभएको जस्तो छ, यो त गर्नु भएन नि भने मैले। होइन तपाईँले के भन्नुभएको, अब यो नेपाल हो नि त भन्नुभयो। भनेपछि कस्तो भन्दा चाहिँ बाहिरबाट आउनुहुनेहरूले पनि यसलाई सिकाउनु पर्नेमा उल्टै यो नेपालमा त जे गरे पनि हुन्छ भन्ने स्थिति त्यहाँ देखियो। अनि यहाँकोहरूमा पनि सडक के अरे नियम उल्लङ्घन गरौँ भने हिरोइजम हुने, हिरो हुने त्यो प्रवृत्ति लगायत। अनि प्रहरीलाई छलेर चाहिँ यो गर्यो भने पैसा पनि कमाइने, आफू हिरो पनि होइन, बहादुरी त देखाइने भन्ने खालको सोचाइ र कल्चर यो चाहिँ जहीँ तहीँ व्याप्त छ। अब यसलाई चाहिँ के भने सडक सुरक्षा मैत्री भावना सबैमा हामीले जगाउन सक्यौँ भने होइन, प्रत्येक पाइलामा हामीले यो नियम पालन गर्नुपर्छ, यो हाम्रो लागि हो भन्ने खालको चाहिँ संस्कार हामीले चाहिँ सबै लेभलमा बनाउन सक्यौँ भने हाम्रो सडक सुरक्षित हुन्छ, हाम्रो यात्रा सुरक्षित हुन्छ। र यो सडक सुरक्षा जो मेमले भन्नुभयो कि यससँग जोडिएका सबै चाहिँ हामी जिम्मेवार हुनुपर्छ भन्ने मलाई लाग्छ। धन्यवाद। धन्यवाद भीम सर। म रामहरि सरसँग गएँ। साँच्चै सडक सुरक्षा के हो त? धन्यवाद भाउजू म्याडम, प्यानलिस्ट सरहरू र सडक साथीहरू र सहभागी साथीहरू। त मेरो विचारमा चाहिँ यो सडक सुरक्षा भनेर एउटा लेम्यानले बुझ्ने भाषामा भन्नुपर्दा चाहिँ हामी घरबाट बाहिर निस्किएपछि अब कुनै न कुनै किसिमले सडक युज गर्छौँ र भरे फर्कदा निर्धक्कसँग घर फर्कन सक्छु एज अ पेस्टेन्ट, एज अ यात्री, एज अ ड्राइभर। त्यो हामी निर्धक्का साथ फर्कन सक्छौँ भन्ने आत्मविश्वास लिएर र हामी सडकमा आउनु नै त्यो सडक सुरक्षा भन्ने लाग्छ मेरो विचारमा चाहिँ। सर, एकदम छोटो र सटिक उत्तरका लागि अब म निनल सरसँग, जो चाहिँ अब सडक दुर्घटनामा परेका घाइतेहरूसँग सम्बन्ध राख्नुहुन्छ, उनीहरूको स्वास्थ्यको बारेमा धेरै विचार विमर्श गर्नुहुन्छ, घोत्लिनुहुन्छ र उहाँ चाहिँ एकदम जुझारु
स्वास्थ्यमा बसेर एउटा डक्टर जो बिजी हुनुहुन्छ तर पनि यस्ता सोसल इस्युमा एकदमै लागि पर्नु भएको छ। फेरि मैले स्वास्थ्यको हिसाबले अथवा हजुरको विचारमा सडक सुरक्षा के हो त? धन्यवाद भगवतीज्यू, प्रोफेसर भगवतीज्यू। रोड सेफ्टी के हो भनेर जुन सोध्नु भएको छ त्यो अहिले हाम्रो पूर्व वक्ताहरू होइन भीमप्रसाद सरले त्यस पछाडि रामहरि सरले यसलाई भनिसक्नु भएको छ। तर रोड सेफ्टी के हो भनेर डिफिनिसनतिर म जान्दिनँ। यसलाई रिडिफाइन गर्नुपर्छ भन्ने कुरामा म चाहिँ नि म जोड दिन्छु। त्यो रिडिफाइन के भन्यो अहिले हाम्रो माननीय मन्त्रीज्यूले पनि भन्नुभयो एभ्री डे 7 to 9 होइन व्यक्तिले ज्यान गुमाउनुहुन्छ। एआइजिपीको होइन श्रीमती होइन सडकै डीको श्रीमतीले हिजो ज्यान गुमाउनु भएको छ होइन। उहाँ कति शोकाकुल हुनुहुन्छ, उहाँको परिवार कति शोकाकुल छ त्यो हामी अहिले 1 मिनट मौन धारण गरेर त्यसमा चाहिँ 0.00001%लाई बोध गर्न खोज्यौँ होइन। तर जब आफैलाई पर्छ त्यति बेला त्यो के हुन्छ भन्दाखेरि आउट अफ कन्ट्रोल हुन्छ, त्यो सहन सक्ने अवस्थाभन्दा बाहिर जान्छ। त्यसकारण म यहाँ अहिले बोलिरहेको छु, म सडकमा जाँदैछु, यस कार्यक्रमपछि म त्यसको दोस्रो भिक्टिम हुन सक्छु र जुन मेरो परिवारले जुन किसिमको शोक अनुभव गर्छ र जुन समाजले शोक अनुभव गर्छ त्यो चाहिँ नि हामी व्यक्त गर्न सक्ने अवस्थामा हुँदैन। त्यसकारण सडक सुरक्षालाई रिडिफाइन गरिनुपर्छ र 0%मा झारिनुपर्छ भनेर माननीय मन्त्रीज्यूले भन्नुभएको छ होइन। यो कुरालाई हामी चाहिँ नि मनन गरौँ र नेपाल किन अहिले वर्ल्डको 4 ऱ्याङ्किङ स्टेटमा आउँछ रोड सेफ्टीमा, किन हामी टप ऱ्याङ्किङ स्टेटमा जान सक्दैनौँ? के कुनै त्यस्तो बाधा अडचन छ जसले हामीलाई टप ऱ्याङ्किङमा जान दिँदैन भनेर यसलाई रिडिफाइन गर्नुपर्छ भन्ने पक्षमा छु। धन्यवाद निलम सर। अब म रेशम सर कहाँ गएँ। अब मैले चाहिँ अलिकति कानुनी हिसाबले नै हजुरलाई चाहिँ अलिकति प्रश्न राख्न खोजेँ। हामी सडक प्रयोगकर्ताको अधिकारको सन्दर्भमा सडक सुरक्षालाई होइन कानुनले कसरी लिएको छ होइन र यदि अब हामीलाई सुरक्षित बनाउने, हामी सडकमा हिँड्दा अघि रामहरि सरले भने जस्तै घरबाट निक्लिसकेपछि सुरक्षित भएर घरमा फर्किने वातावरणको लागि कानुनी हिसाबमा नेपालमा के कस्तो छ र के गर्नुपर्छ जस्तो? धन्यवाद म्याडम। अब सडक सुरक्षा अथवा सडक प्रयोगकर्ताको सुरक्षाको सम्बन्धमा हामीले यदि संवैधानिक र कानुनी व्यवस्थाहरूको कुरा गर्ने हो भने हाम्रो संविधानले नै एउटा नीतिगत निर्देशन दिएको छ। हामीले हेऱ्यौँ भने हाम्रो संविधानको धारा 51मा राज्यका नीतिहरूको बारेमा व्यवस्था गरिएको छ र त्यो 51मा नागरिकको जीवधनसित सम्बन्धित बुँदा छ। त्यसमा चाहिँ सडक सुरक्षा, सुरक्षित सडकको प्रयोग र सडकको अपाङ्ग मैत्री फेसिलिटी लगायतका कुराहरू चाहिँ राज्यको दायित्वभित्र पर्ने भन्ने किसिमले राज्यकोले त्यो किसिमले नीति बनाउनु पर्ने भन्ने प्रसङ्ग त्यहाँबाट निश्चित भएर आएको छ त्यो स्रोतबाट। अनि ती कुराहरूलाई व्यवस्थित गर्ने क्रममा हामीसित सडक ऐन पनि छ, सार्वजनिक सडक ऐन पनि छ, अनि यो यातायात व्यवस्था सम्बन्धी ऐनहरू पनि छन्, अनि सडकलाई मेन्टेनेन्स लगायतका सडक बोर्डको गठन लगायतका ऐनहरू पनि छन् र पछिल्लो समय छलफल चलिराखे यो रोड सेफ्टी एक्टको ड्राफ्ट पनि अघि मन्त्रीज्यूले पनि भन्नुभयो अन्तिम भएर अब पार्लियामेन्टमा जाने चरणमा छ भनेर। यसरी चाहिँ कानुनको एउटा व्यवस्थित फ्रेमवर्क हामीसित कन्स्टिट्युसनले प्रोटेक्टको एउटा गाइडलाइन्सभित्र बसेर कानुन बनाएका छन्। तर जुन किसिमले त्यो हाम्रो पेस अफ लाइफ
बढ्दै गएको छ। सडकले हामीलाई जुन किसिमले हाम्रो लाइफको पेसलाई बढाइदिएको छ, त्यो लाइफको पेससित सँगसँगै हाम्रा सेक्युरिटीसित रिलेटेड ऊहरू चाहिँ कन्सर्नहरू, त्यो अवेरनेसको कुरा होला, त्यो इन्फ्रास्ट्रक्चरको कुरा होला, त्यो चाहिँ अरू त्यसमा जोडिने मल्टिपल स्टेक होल्डरका कन्सर्नका कुराहरू होलान्। ती कुराहरू चाहिँ पेस चाहिँ बढ्दै गएको छ। पेससित सँगसँगै बढ्नुपर्ने सेक्युरिटी रिलेटेड कुराहरू चाहिँ लले व्यवस्थित गर्दा गर्दै पनि अथवा लले एउटा किसिमको मेकानिजम प्रोभाइड गर्दा गर्दै पनि त्यहाँ प्रोपर इन्फोर्समेन्टको कुरा अथवा कतिपय विषयमा चाहिँ लकै अभावको कारणले पनि फेरि मान्छे त के हो भने अलिकति हामी भन्छौँ नि यो सोसियल प्राणी हो भन्दै गर्दा पनि हाम्रो नेचर चाहिँ कहिले कस्तो हुँदो रहेछ भने जहिले पनि थ्रेटमा मात्रै काम गर्ने। अघि हामी कुरा गर्दै थियौँ इन्फर्मल्ली, हेलमेट पछाडि बस्नेले पनि लगाउँदा त्यही बस्ने मान्छे नै सुरक्षित हुने हो नि बाइकमा, तर अगाडि बस्नेलाई चाहिँ कारवाही गर्छ ट्राफिकले भनेर लगाउँछ, पछाडि बस्नेले रहेछ भने पनि साइडतिर झुन्ड्याएर हिँड्छ। भनिसकेपछि त्यो हामीलाई जबसम्म थ्रेटको फिल हुँदैन, त्यो थ्रेट चाहिँ स्टेटले अथवा लले पनिस गर्छ भन्ने त्यो थ्रेट हामीले त्यहाँ क्रिएट गर्न सक्दैनौँ। एउटा त अवेरनेसले पनि आउला, तर आफै सेल्फ अवेर हुने कुरा चाहिँ थोरै मान्छेमा भेटिन्छ। आम मान्छेलाई चाहिँ के भने स्टेटले चाहिँ यो थ्रेट देखाउन सक्यो भने अल्टिमेटली त उसकै हेल्थको सुरक्षा, उसकै सुरक्षाको लागि हो, तर पनि काहीँ न काहीँ स्टेटको प्रेजेन्स अथवा त्यस्तो खाले एउटा मेकानिजमको उपस्थिति हुन चाहिँ जरुरी छ जस्तो लाग्छ मलाई चाहिँ। धन्यवाद रेशम सर। फेरि पनि हजुरलाई एउटा प्रश्न राख्दै म एउटा कुरा भन्न मन लाग्यो। जस्तो के छ भने हाम्रा सडक निर्माणका मापदण्डहरू छन् होइन। जस्तो के रहेछ भने मैले पनि यही सडक सुरक्षाको विद्यार्थीको हिसाबले के भयो भने हाम्रा भित्री सडकहरू छन् नि, भित्री सडकहरू 20 फिटभन्दा कम पनि हुन्छन्, 16 फिटे छन्, 18 फिटे छन्, 20 फिटे छन्। तर हाम्रो यो सडक निर्माणको मापदण्डमा के रहेछ भने सबभन्दा पहिला त सडकमा पहिलो अधिकार पैदल यात्रीको, पैदल यात्रीले त्यो गोरेटो नबनाइकन त्यो सडक बनेको छैन होइन। तर त्यहाँ के रहेछ भने हामीले 20 फिटभन्दा सानो बाटो बनाएको खण्डमा त्यहाँ चाहिँ फुटपाथ चाहिँ नभए नि हुने होइन। हामीले चाहिँ त्यहाँ पहेँलो धर्सो तान्दिया छौँ, त्योभन्दा उता के छ कसो छ ख्याल पनि छैन। हजुर एउटा नेपालको न्याय क्षेत्रको चाहिँ माथिल्लो तहमा बसेर काम गरिरहने हिसाबले एउटा सडक प्रयोगकर्ता पनि हो नि हजुर, त त्यो पैदल यात्रा नै गर्नुहुन्छ नि त। त्यो हिसाबले त्यस्ता सडकमा अब पनि फुटपाथ नभए नि हुन्छ भनेर चुप्लाएर बस्ने हो कि हजुरहरू जस्ताले आवाज उठाउनुपर्छ कि होइन? त्यसमा त यस्तो होला म्याडम, मेरो एज ए युजर र एज ए लयर फरक ओपिनियन हुनसक्छ यसमा। एज ए लयर चाहिँ हामीले सडक बनाउँदै गर्दा त्यो एउटा सेटब्याक भन्छ के अरे, मैले बुझेअनुसार हाम्रो सडक ऐनले कम्तीमा 6 मिटरको सेटब्याक कायम गर्नुपर्ने भनेर हाइवेमा चाहिँ त्यो व्यवस्था छ। तर हजुरले भने जस्तो सडकै 6 मिटरको छैन, सेटब्याक 6 मिटरको कहाँ खोज्ने होइन। अब त्यहाँनिर चाहिँ प्रपर म्यानेजमेन्ट चाहिँ के हुन सक्ला भन्दै गर्दा मलाई आफूलाई लाग्यो चाहिँ कतिपय त्यस्ता बाटाहरू, त्यस्ता गल्लीहरू भनौँ न, सडक पनि नभनौँ, तिनीहरूलाई त्यस्ता गल्लीहरूलाई चाहिँ हामीले वान वे बनाएर व्यवस्थित गर्नुपर्ने हो कि, अथवा त्यहाँ कतिपय ठाउँमा त भेहिकल मुभमेन्टलाई एउटा जतिखेर पेडिस्टेरियनको बढी मुभमेन्ट हुन्छ त्यो बेला प्रोहिबिट नै गरेर एउटा पेडिस्टेरियनको मुभमेन्ट नहुने बेला चाहिँ अलाउ गर्ने, त्यो बेलालाई चाहिँ एउटा टाइम फ्रेम राखेर त्यो किसिमले नै उ गर्नुपर्ने कुरा। अर्को कुरा काहीँ न काहीँ मैले देखाएको चाहिँ के भने हामीले पूर्वाधार बनाउँदै गर्दा आज पनि पछिल्लो समय चाहिँ कम्तीमा यो काठमाडौँ ललितपुरभित्र चाहिँ अब चाहिँ पैदल यात्रीले पनि प्राथमिकता पाउन थाले कि भन्ने जस्तो पूर्वाधारको हिसाबले हेर्दाखेरि पछिल्लो समय फिल हुन्छ। तर त्यही कुरा आजभन्दा 4 वर्ष अथवा 5 वर्ष पहिलेको कुरा गर्ने हो भने यो सडक त कहाँ पैदल यात्रीलाई हो र, सडक त गाडीवालालाई पो हो त, सडक त बाइकवालालाई पो हो त भन्ने त्यो युजरको साइकोलोजी पनि त्यसै गरी र निर्माण गर्नेको पनि साइकोलोजी हजुरले हेर्नुभयो भने इन्ट्रेस्टिङ छ। त्यो हुनु त अब त्यो भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत पर्छ कि पर्दैन। अहिले हामीले हेऱ्यौँ भने सडक पेटी साँगुरो छ, 1 मिटरको सडक पेटी छ, त्यहीमा अन्डरग्राउन्ड बिजुलीवालाले चाहिँ के गरेर भने त्यो 1 मिटरलाई पनि ढाकेर त्यहाँनिर अर्को एउटा स्ट्रक्चर बजाएर बिजुलीको ट्रान्सफर्मर जस्तो राखिदिएको छ। भन्दै गर्दा सडक उपभोक्ता चाहिँ
प्राथमिकतामा छैनन्, विशेष गरी पेडिस्टेरियनहरू चाहिँ प्राथमिकतामा छैनन्। अब हामीले चाहिँ लले त स्वाभाविक रूपमा हजुरले भने जस्तो त्यो पैदल बाटै सुरु भएको बाटो, हाइवेहरू पछि कन्सेप्टमा एउटा डेभलप भयो होला, तर आम बाटोहरू त त्यो जब मान्छे पैदल हिँड्न थाल्यो त्यसैलाई विस्तार गरेर बनाइया हो। त्यस कारणले उनीहरूको हितलाई लले प्रोटेक्ट नगरे होइन, तर हामीले त्यसलाई व्यवहारमा मेटेरियलाइज गर्ने बेला चाहिँ काहीँ न काहीँ इग्नोर गरेका छौँ। त्यो इग्नोर गरेका कुरालाई चाहिँ अब बिस्तारै रियलाइज गरेर भ्यालीभित्र मैले अघि पनि भने हामी फिल गर्न सक्छौँ पछिल्लो समय काहीँ न काहीँ पैदल यात्री प्रायोरिटीमा पर्या हुन् कि भन्ने कुरा फिल गर्न सकिन्छ। तर त्यो फिलिङ चाहिँ सुरक्षित तरिकाले र त्यो व्यवस्थित तरिकाले मान्छेलाई 2 किलोमिटर छ बाइक चाहिँ लिएर जाउँ भन्दा पैदल हिँडेर जाउँ भन्ने इन्भाइरोमेन्ट बनाउन सक्यो भने त त्यसले चाहिँ के हो भने फ्युल पनि बढाउने, स्वास्थ्य पनि बढाउने अनि त्यसपछि सुरक्षित पनि बनाउने, त्यो लाइनमा चाहिँ हामीले काम गर्नुपर्छ कि जस्तो लाग्छ मलाई। धन्यवाद सर। निलम सरलाई जस्तो हाम्रो डाक्टर साहबलाई के भयो भने हाम्रो सडक दुर्घटनामा परिसकेपछि मान्छे घाइते होस्, सानै घाइते होस्, सिरियस होस् अथवा मृत्युकै मुखमा पुगिसकेका अवस्थामा पनि हस्पिटल ल्याइन्छ भने र के छ भने अहिले पनि कुरा गर्दा अघि मन्त्रीज्यूले के भन्नुभयो भने 7 देखि 9 भन्नुभयो मृत्यु हरेक दिन। मैले 9 देखि 10 पनि मन लाग्यो भने 12 पनि भन्ने र के अरे उसले स्वास्थ्य मन्त्रालयको तथ्याङ्क हेर्ने हो भने त्यहाँ 18-20 पुग्ने होइन। यो अवस्थामा हामीसँग चाहिँ अहिले तथ्याङ्क, सही तथ्याङ्कको अभाव पनि छ होइन। स्वास्थ्य क्षेत्रबाट तथ्याङ्कलाई, यो सडक दुर्घटनाको तथ्याङ्कलाई के भन्ने जम्मा गर्न अथवा तथ्याङ्क इस्टाब्लिस गर्नको लागि के कसरी काम गर्न सकिन्छ? जब हामी सही तथ्याङ्क हुँदैन नि काम गर्नलाई धेरै गाह्रो भइरहेको, बोल्न पनि अप्ठ्यारो भइरहेको अवस्था छ। त्यसकारण यो कसरी गर्न सकिन्छ होला भनेर मैले एउटा प्रश्न राखेँ। भगवतीज्यूलाई धेरै धन्यवाद, किनभने यो इम्पोर्टेन्ट क्वेसन हो। किनभने यसले जब तथ्याङ्क नै नभए पछाडि पोलिसी मेकिङमा प्रब्लम हुन जान सक्छ। किनभने तथ्याङ्कले पोलिसीलाई गोरेटो दिनुपर्ने हो होइन, गाइड गर्नुपर्ने हो र त्यो तथ्याङ्कको अभाव हुनु राम्रो कुरा होइन पक्कै पनि। र त्यो तथ्याङ्कलाई कसरी हामी तथ्याङ्क बढीभन्दा बढी तथ्याङ्क सङ्कलन गर्न कसरी सक्षम हुन्छौँ भनेर को तपाईँको भन्नाले एउटै आन्सर चाहिँ के हो भन्दाखेरि हामीले नेपालमा ट्रमा रजिस्ट्री ब्याङ्कको स्थापना गरिनुपर्छ। जस्तै ब्लड ब्याङ्क छ होइन, आँखा ब्याङ्क छ भने जस्तै हाम्रो चाहिँ नि ट्रमाको डेटा ब्याङ्क हुनु पऱ्यो। त्यो ब्याङ्कले तपाईँको यो ट्रमा एउटा ब्याङ्क, यस्तै ब्याङ्कको मैले कुरा गरिहाल्छु, त्यो परिप्रेक्ष्य उठिहाल्यो भएर 1990s अमेरिकाको 3टा अमेरिकन विश्वविद्यालय अस्पतालहरूले, युनिभर्सिटी हस्पिटल्सहरूले 1000 पेसेन्ट, कस्तो पेसेन्ट भन्दाखेरि कोम्याटोज पेसेन्ट, टाउको चोटको कारणले बेहोस भएका 1000 बिरामीको तथ्याङ्क सङ्कलन गरे 3टा हस्पिटल कलेक्टिभली। त्यसलाई उनीहरूले डेटा एनालाइसिस गरे। त्यो डेटा एनालाइसिसले एउटा यो समुद्र मन्थनको काम गर्यो हेड इन्जुरीको ट्रिटमेन्टमा। त्यसलाई चाहिँ नि ट्रोमेटिक कोमा डेटा ब्याङ्कको रूपमा अहिले त्यो प्रसिद्ध छ, प्रख्यात छ, तपाईँले हेर्न सक्नुहुन्छ गुगलमा। त्यसले के भन्यो भन्दाखेरि हेड इन्जुरी, टाउकोमा जुन चोट लागेर मर्ने बिरामीहरू टाउको चोटले होइन, उनीहरू मर्ने कारण चाहिँ नि ब्लड प्रेसर लो भएर हो, त्यसलाई हाइपोटेन्सन भनिन्छ। अब हाइपोटेन्सन किन हुन्छ भन्दाखेरि उसको खुट्टा पनि त भाँचिया होला नि त, टाउको मात्रै फुटेको त होइन होला, खुट्टा पनि भाँचिएको होला, छातीको खरङहरू भाँचिएको होला होइन, लिभर ड्यामेज भएको होला, जुन इन्टर्नल ब्लिडिङ होइन, वाट एभर अब सक भन्छ अहिले ग्रोसली भन्दाखेरि इन्टर्नल सक त इन्टर्नल ब्लिडिङकै कारणले हुन्छ। हेड इन्जुरीको ब्लिडिङले कोही पनि मान्छे मर्दैन, भन्नाले सकमा जाँदैन, मर्दैन नभनौँ होइन, मरि नै रहेका छन् होइन। एभ्री डे हामी त्यही झेलिरहेका छौँ होइन। उनीहरूलाई बचाउने प्रयासमा हामी त्यो युद्ध लडिरहेछौँ। तर के छ भन्दाखेरि
बिरामी सकमा कसैलाई यदि भ्रम छ भने टाउकोमा रगत बगेर बिरामी सकमा जान्छ भन्ने कसैलाई भ्रम छ भने हटाइदिनुहोस्। त्यो सक चाहिँ नि भित्रको कुनै अङ्ग होइन लिभरबाट ब्लिडिङ भइरहेको हुन्छ, किडनीबाट ब्लिडिङ भइरहेको हुन्छ, अझ छातीमा करङहरू भाँचिएर ब्लिडिङहरू भइरहेको हुनसक्छ, कुनै कारणले ब्लिडिङ भएको हुन्छ। भन्नाले हड्डी नै भाँच्यो भने पनि त्यहाँ 1000 ml ब्लिडिङ हुनसक्छ। एउटा मेजर हड्डी भाँच्यो भने इन्टर्नल्ली बाहिर केही देखिँदैन, छाला ठिक छ हो। त्यो चाहिँ उनीहरूले के पत्ता लगायो भन्दाखेरि हाइपोटेन्सन, ब्लड प्रेसर लो भएको कारणले मान्छेहरूको मृत्यु बढी भइरहेछ। 100 जनामा 60 जनाको मृत्यु त्यो कारणले भइरहेछ कि जब मात्रै त्योभन्दा 40 भन्दा कम मान्छे मात्रै टाउको चोटले मरिरहेको छ। त्यो कुरा उनीहरूले पत्ता लगाए। र अर्को कुरा त्यसको सेकेन्ड क्याटेगोरीमा त्यो सक अथवा हाइपोटेन्सन नम्बर 1 हो। नम्बर 2 चाहिँ नि हाइपोक्सिया भन्नाले अक्सिजनको अभावको कारणले। त्यस कारण हामीले अहिले पछि कुरा उठ्ला यो प्री हस्पिटल केयरको कुरा उठ्ला होइन, अनसाइट ट्रिटमेन्टको कुरा उठ्ला। जहाँ दुर्घटनाग्रस्त भएको छ त्यही ठाउँको ट्रिटमेन्टको फर्स्ट एडको कुरा होला। यो कुराहरूमा चाहिँ नि त्यो अक्सिजनको नि कुरा होला। तर नम्बर 1 अहिले हामीले भन्दाखेरि हाइपोटेन्सन हो। बिरामीको ब्लड प्रेसर लो भएर बिरामीको भित्र ब्लिडिङ भइरहेको हुन्छ, त्यो थाहा पाइँदैन र त्यसको कारणले भित्रभित्रै ब्लिडिङ भएर उसको मृत्यु भइरहेको हुन्छ। र अब जस्तै त्यो कुराले के भयो, हाइपोटेन्सनको सकको कारणले 150%ले उसको मृत्यु बढाउँछ भन्ने कुरा आयो भने अक्सिजनको अभावमा 33%ले उसको मृत्यु बढाउँछ भन्ने कुरा आयो। र अब दुवै भयो भने मानौ फर इक्जाम्पल त्यस्तो नहोस्, त्यो बिरामीमा टाउको चोट पनि छ, ब्लड प्रेसर पनि लो भयो, अक्सिजन पनि लो भयो भने उसको बाँच्ने सम्भावना चाहिँ नि अब भन्नाले निलतिर गयो। अब बाँच्दैन भनेर भन्दा हुन्छ। र बाँचे पनि ऊ भेजिटेटिभ स्टेटमा हुन्छ, त्यो मुडाएर उसमा केही फरक हुँदैन जिन्दगीभर नै, त्यो स्थितिमा ऊ बाँच्न सक्छ। र त्यसको लागि चाहिँ नि हामीले अब त्यसले गर्दाखेरि के भयो भने अब हेड इन्जुरीको ट्रिटमेन्टमा प्याराडाइम सिफ्ट भयो। भन्नाले पहिला चाहिँ नि हेड इन्जुरीमा मात्रै फोकस गर्थ्यो भने अब होइन, हेड इन्जुरीमा फोकस गरेर नहुने रहेछ, हेड इन्जुरीमा मात्रै फोकस गरेर नहुने रहेछ, भित्र कहाँ चाहिँ नि उसको अङ्गमा चोट लागेको छ त्यसलाई पनि हेर्नुपर्ने रहेछ भन्ने किसिमको एउटा ट्रिटमेन्टमा जुन किसिमको प्याराडाइम सिफ्ट भयो, जुन किसिमको भन्नाले हाम्रो ओभरभ्यू भयो, त्यो चाहिँ नि विश्वभरि नै होइन। त्यही हिसाबमा हाम्रो नेपालको एटलिस्ट नेपालमा ट्रमा रजिस्ट्री ब्याङ्क हामीसँग थियो भने, छैन भने पनि हामीले बनाउनको लागि हामी पहल गरौँ। त्यसले चाहिँ नि सम्पूर्ण यो उहरूमा चाहिँ नि हामीलाई गाइडलाइन्सहरू नीति निर्देश गर्नलाई सहयोग गर्नेछ। मैले अघि नै भनेको थिएँ नि, आज उठेका सवालहरू तपाईँहरूले रिपोर्टमा राम्रोसँग राख्दामा यसले चाहिँ आगामी कार्यदिशा अथवा मार्गदर्शन दिन्छ। त्यही भएर सरले जुन भन्नुभएको छ, डाक्टर साहबले जुन भन्नुभएको छ नि ट्रमा रजिस्ट्री, त्यति कुरालाई राम्रोसँग हाइलाइट गरिदिनु भयो भने त्यसले ठुलो काम गर्न सक्छ। फेरि यही कुरामा मलाई जोड्दै गर्दा के लाग्यो भने नेपालमा ट्रमा रजिस्ट्रीको कुरा सुरु नभए नि होइन, हाम्रो नेसनल ट्रमा सेन्टरमा ट्रमा रजिस्ट्री WHO को सपोर्टमा बनेको नि हो। त्यो 2019देखि त्यसमा राम्रोसँग डेटा इन्ट्री भएको थियो र 2020मा 21सम्म त यस्तो राम्रोसँग डेटा भएको थियो। र जब WHO को फन्डिङ बन्द भयो त्यो ट्रमा रजिस्ट्री अहिले सुतेर बस्या जस्तो केही त होला, तर सुतेर बसेको छ। त्यसकारण चाहिँ यसको अबको आवश्यकता कसैले फन्डिङ गरेर होइन कि राज्यले नै यस्तो मेकानिजम बनाउन पर्यो जसको कारण चाहिँ ट्रमा रजिस्ट्री कसैले नदे पनि चलोस् है। त्यो ट्रमा रजिस्ट्रीको मलाई अलिकति जोड्न मन लाग्यो। अनि म भीम सर र अनि त्यसपछि रामरी सर कहाँ जान्छु। के गर्यौँ भने हामीले एउटा स्टडी मैले गरेको, ट्रमा रजिस्ट्रीबाट नि इन्फर्मेसन ल्यायौँ, पुलिसबाट नि हामीले मुचुल्का जस्तो इन्फर्मेसन ल्याएर डेटा ट्याली गऱ्यौँ के म्याचिङ भन्छ हाम्रो, डेटा म्याचिङ गर्छौँ। डेटा म्याचिङ गर्दा अहिले अब भीम सरले होइन भन्नुहुन्छ, तर एज अ रिसर्चर मैले पाएको कुरा के भेट्यो भने
ट्रमा नेसनल ट्रमा सेन्टरको ट्रमा रेजिस्ट्री र नेपाल पुलिसमा दर्ता भएको मुचुल्कालाई म्याचिङ गर्दामा ट्रमा सेन्टरको 30% केस चाहिँ म्याचिङ भएन के, अथवा ट्रमा सेन्टरमा भएका इन्फर्मेसन होइन कुनै व्यक्तिको इन्फर्मेसन त्यो पुलिसको तथ्याङ्कमा भेटेन, म्याचिङै भएन। कसरी हुन्छ? पुलिसमा त छुट्दैन भन्नुहुन्छ, तर हामीले त्यस्तो अवस्था भेट्टायौँ। त्यसकारण अब म भीम सरलाई जोड्छु। भीम सर के भने हजुरको कुरामा एउटा कुरा त्यो जुन ट्रमा रेजिस्ट्री बन्द भयो भन्नुभयो नि, ट्रमा रेजिस्ट्री ट्रमा हस्पिटलको मात्रै जिम्मेवारी होइन, नेपालभरिका जति पनि स्वास्थ्य केन्द्रहरू छन् तिनीहरू त्यो सेन्ट्रल ट्रोमेटिक कोमा डेटा ब्याङ्कमा लिङ्केज हुनु पर्यो। अब नेपालमा सडक दुर्घटनाका घटनाहरू दर्ता अथवा घटनाहरूको तथ्याङ्क कहाँ छ भन्यो भने हामी सबैले भन्छौँ नेपाल प्रहरीमा छ। नेपाल प्रहरीको तथ्याङ्क एकदमै त्यही मात्रै तथ्याङ्क हो भन्छौँ। र फेरि हामीले रिपोर्टहरू हेर्दामा नेपाल प्रहरीले 2883 भन्यो, डब्लुएचओले चाहिँ 8479 भन्यो होइन, एउटै वर्षको 2021 को डेटा। अब त्यसरी फरक देखिएको छ। अब त्यहाँ पुलिसको तथ्याङ्क नि ठ्याक्कै यही हो भनेर हामीले लाछाप लाउने अवस्था नि होइन, डब्लुएचओको पनि यो यति धेरै होइन भन्न सक्ने हामीले क्वेसन गर्न सक्छौँ। तर यो अवस्थामा जे भए पनि नेपाल प्रहरीमा तथ्याङ्क छ र भीम सरले त्यसलाई व्यवस्थित गर्नलाई धेरै काम गर्नुभएको थियो। हामी नम्बर अफ मिटिङ गरेका छौँ। तर फेरि पनि यो आज हाम्रो भेलामा हाम्रो तथ्याङ्कको अवस्था कस्तो छ, त्यो नेपाल प्रहरीको तथ्याङ्कलाई बलियो बनाउन अथवा त्यसलाई चाहिँ एकदम राम्रो डेटा म्यानेजमेन्ट गर्नको लागि के कस्ता सहयोगहरू चाहिन्छन्। म फेरि एउटा कुरा जोडेँ, के छ भने अहिले हामीले प्रहरीलाई 2 वर्षका मान्छे कति बितेछन्, 27 वर्षको मान्छे कति बितेछ, 32 वर्षको मान्छे कति बितेछ भने मतलब इन्डिभिजुअल एज ग्रुपको तथ्याङ्क खोज्यौँ भने भेटिँदैन। त्यहाँ एउटा ग्रुप बनाएको छ 0 देखि यति एज ग्रुप, 16 देखि यति एज ग्रुप भनेको 2-3 वटा एज ग्रुप बनाएको छ। त्यो अनुसार फ्रिक्वेन्सी डेटा कलेक्सन गरिन्छ। जबसम्म हाम्रो इन्डिभिजुअल डेटा रेजिस्ट्री हुँदैन नि, त्यो डेटाले केही त सङ्ख्या बोल्ला तर त्यसले सही बोल्दैन। मैले भीम सरलाई यो अलिकति ब्याकग्राउन्ड र क्रियालिटी दिँदै सर कसरी चाहिँ नेपाल प्रहरीको तथ्याङ्क अहिलेको अवस्थामा चुस्त दुरुस्त बनाउन सकिन्छ? धन्यवाद। यो डाटाको सम्बन्ध अघि डाक्टर साहबले जुन भन्नुभयो वास्तवमा ट्रमाको जसरी चासो राख्नुभयो यो एउटा मलाई राम्रो कुरो लागेको छ। त्यस्तै डाटाको सम्बन्धमा नेपाल प्रहरीको मैले संक्षेपमा भन्दा चाहिँ के लाग्छ भने म्यामले पनि भनिस्यो कि नेपाल सरकारको अरू निकायहरूमा को तुलनामा चाहिँ हाम्रो चाहिँ राम्रो छ, व्यवस्थित छ भन्ने कुरामा म दाबी गर्छु। किन भन्दा चाहिँ हाम्रो प्रहरी चाहिँ नेपालका कुना कन्दरासम्म छ, जहीँसुकै पनि त्यहाँ सरकार छ त प्रहरीको युनिफर्म लाएको उभियो भने सरकार यो छ है भन्ने कुराहरू हुन्छ। एक दोस्रो कुरो चाहिँ हाम्रो कम्युनिकेसन सिस्टम चाहिँ नेपालभरि छ कि कहीँ अलिकति पात हल्लिएको खबर जो चाहिँ सुरक्षासँग जोडिन्छ भने त्यो खबर इमिडिएट हामी च्यानल वाइज हामी लिन्छौँ। तेस्रो भनेको चाहिँ हाम्रो DIRS सिस्टम छ, डेली इन्सिडेन्ट रिपोर्ट सिस्टम। हामीले चाहिँ यो के भने डिजिटल्ली यसलाई डेभलप गरेका छौँ। त्यो चाहिँ कस्तो भने जस्तो धनकुटाको कुनै गाउँमा चाहिँ घटना हुने बित्तिकै त्यो अटोमेटिक हाम्रो माथि केन्द्रमा चाहिँ आउँछ। अब यसमा मैले चाहिँ के जोड दिन चाहन्छु भने यो डाटाहरू छ, म्यामले भने जस्तो डाटामा अरू हामी थप गर्न सक्छौँ, त्यसको अरू एड गर्न सकिन्छ। र प्लस म के भन्छु भने कि जसरी अघि ट्रमाको कुरा आयो कि त्यसलाई एनालाइसिस गर्ने कुरा डाक्टर साहबले भन्नुभयो कि जस्तो कतिपय चाहिँ इन्टरनल ब्लिडिङ भयो होइन, अक्सिजन नपुगेर अब यस्ता यस्ता कुरा भने जस्तै डेटामा पनि हामीले के भने कहाँ चाहिँ के चाहिँ डेटा छ र कुन कुरामा हामीले ध्यान दिनुपर्छ त्यो चाहिँ कलेक्टिभ डेटालाई एनालाइसिस गरेर हामीले केमा हिट गर्नुपर्ने हो त होइन, कुन कुरामा हामीले कार्यक्रम लानुपर्छ त। हामीले चाहिँ धेरै कार्यक्रम लान्छौँ भन्छौँ होइन। अब यसमा सरकार भएका धेरै निकायले
भाषण गर्छौँ, कार्यक्रम गर्छौँ। अब केमा हिट गर्ने भन्ने कुरो चाहिँ कुइराको काग जस्तो भयो भने त त्यसले केही पनि उपलब्धि हुँदैन। त्यसो कारणले डेटालाई महत्त्व दिनुपर्छ र म के भन्छु भने यसलाई भोलिका दिनमा अझ डेभलप गर्नको लागि चाहिँ हामीले एआई बेस्ड डेटा चाहिँ हामी गर्न सक्छौँ के कलेक्टिभ डेटाबाट हामी चाहिँ त्यो आर्टिफिसियल इन्टेलिजेन्सको कुरालाई लिन सक्छौँ र त्यसको बेसमा हामी सुरक्षा पुर्याउन सक्छौँ हैन। र अब यो कुरा चाहिँ यो जुन डेटाको कुराहरूलाई चाहिँ हामीले अरू निकायको जुन बाजेको कुरा आयो नि, अब WHO भन्नेसँग त मैले फ्रेङ्कली के भन्छु भने उहाँहरूले कहाँ बसेर डेटा कलेक्सन गर्नुहुन्छ? हाम्रो त सडकमा ठाउँको ठाउँ लाइभ डाटा कलेक्सन गरेको छ। अब उहाँले कहाँ बस्नुहुन्छ हामीले त्यो भन्न सक्दैनौँ, त्यसैले मिल्ने कुरा आउँदैन, यो ग्यारेन्टी हो। र हामी जति पनि कुनै प्राविधिक मिस्टेक भएर केही डेटा गलत होला, तर हाम्रो जतिको डेटा चाहिँ अरू कसैको हुँदैन, म यो दाबी साथ भन्छु। ल धन्यवाद। धन्यवाद सर। वास्तवमा यो WHO को डेटा प्रश्न उठिहाल्यो र म त्यो नै कसरी इस्टिमेट गर्छ भन्ने चाहिँ मैले ट्रेनिङ पनि लिएको हिसाबले अलिकति प्रश्नको सानो उ राखेँ। यसमा WHO ले के गर्छ भने जस्तो HMIS-बाट हाम्रो स्वास्थ्यको तथ्याङ्क लिन्छ, अनि त्यसपछि हाम्रो भाइटल रेजिस्ट्रेसन छ, पञ्जीकरण छ, त्यहाँको तथ्याङ्क नि के छ भनेर WHO को सिस्टमले त्यहाँ हाम्रो हरेक 4 वर्षमा चाहिँ त्यो डेटा इस्टिमेसनको प्रोसेस हुन्छ, अनि भाइटल रेजिस्ट्रेसनको डेटा लिन्छ र अहिले हाम्रो एक्जिस्टिङ डेटा सोर्सहरू कहाँ कहाँ छ सबै लिएर अनि त्यसको चाहिँ एउटा मोडुल डेभलप गरेको छ, त्यो मोडुलबाट चाहिँ क्याल्कुलेसन गर्ने हो। यस्तै समस्या चाहिँ थाइल्यान्डमा नि उठ्याएको थियो। थाइल्यान्डको एकजना रिजनल डिरेक्टर हुँदा चाहिँ उहाँहरूको के भयो भने आफ्नोबाट पुलिसकोबाट 900 तथ्याङ्क आयो र उनीहरूको इस्टिमेसन चाहिँ 21,000 आयो कि, अनि त्यहाँ ठुलो कन्फ्लिक्ट भयो, जबकि त्यहाँको WHO को हेड चाहिँ थाइल्यान्डबाटै हुनुहुन्थ्यो योभन्दा पहिलाको। अनि उहाँले यो हुनै सक्दैन भनेपछि तपाईँले हुन सक्दैन भने आफ्नो पोजिसनमा हुन्छ काम गरेर गर्नु नि त भनेपछि त्यहाँ चाहिँ पपुलेसन सर्वे भयो कि, पपुलेसन सर्वे भयो र त्यो सर्वेबाट चाहिँ के भेट्टायो भने रोड ट्राफिक क्रास देश चाहिँ 18,000 पाए कि, यताको 9,000 नि होइन रहेछ, यताको 21,000 नि रहेछ। पपुलेसन सर्वे गर्दा 21,000 भेट्यो। त्यसकारण चाहिँ हाम्रो पनि त्यस्तै अवस्था हुनसक्छ। अहिले 8,000 भन्दामा 4,000 को 6,000 होला, तर एकजना पनि मर्नुहुन्न भनेर हामीले कुरा गरिरहेको अवस्थामा मान्छेको मृत्यु नै कसैको हुनुहुन्न भन्ने कुरा छ। तर मैले यो तथ्याङ्कको कुरालाई अलिकति उठाएँ। अब यही तथ्याङ्कको कुरालाई राम्ररी सरसँग जोड्छु म। के भएको थियो भने त्यहाँ मीरा चौधरी म्याम हुँदा चाहिँ ल हामीलाई केही फन्डिङ दिने हो भने अहिले अरू केही निकाय तथ्याङ्क सङ्कलन गर्नलाई छैन, केही फन्डिङ दिने हो भने हामी यो सिस्टमको लागि बनाउनको लागि पर्छौँ भनेर मैले पुलिस हेडक्वार्टरमा 2-3 पटक प्रेजेन्टेसन गर्ने मौका पाएको थिएँ। राम्ररी सर अब सडक विभाग पनि लाई नेतृत्व गर्नुहुन्छ, अनि अर्को कुरा यहाँ चाहिँ बजेटका कुरामा नि सबभन्दा धेरै उहाँहरूसँगै छ। हामी फेरि सहकार्य बिना अगाडि बढ्न सक्दैनौँ भनिरहेछौँ भने यो तथ्याङ्कलाई हामीले सही रूपमा सङ्कलन गर्नको लागि के कसरी अगाडि बढ्न सकिन्छ र बजेट नै मेजर च्यालेन्जेस भनेको अवस्थामा यदि हामीले गर्न सक्यौँ र प्रहरीलाई गर्न चाहेमा तथ्याङ्क केही गतिला आउनेछन्, यसमा कसरी गर्न सकिन्छ मैले राम्ररी सरलाई वास्तवमा सडकको कुरा हो गर्नुपर्ने हो, तर मैले तथ्याङ्कलाई जोडेँ। त्यसपछि अर्को प्रश्न तुरुन्तै म सडकमा जोड्नेछु। धन्यवाद म्याडम। अब मलाई धेरै यो तथ्यसँग धेरै इन्फर्मेसन त छैन, तर इन्फर्मेसन भएको कुराहरू चाहिँ हामीले अहिलेसम्म गरेको कुराहरू चाहिँ म यहाँलाई जानकारी दिन चाहन्छु। यो हाम्रो योभन्दा अगाडि यो NIRTTP भन्ने एउटा वर्ल्ड ब्याङ्कको प्रोजेक्ट थियो। त्यसले एउटा RAIMS भन्ने रोड एक्सिडेन्ट इन्फर्मेसन म्यानेजमेन्ट सिस्टम भन्ने एउटा सिस्टम डेभलप गरेको थियो। यो चाहिँ यातायात व्यवस्था विभागले नेपाल प्रहरीसँग जोइन्टली चलाएको थियो। जब यो प्रोजेक्ट गयो, यसले अब कति डाटाहरू कस्तो गरेको थियो भीम सरलाई यसको थाहा होला। हामीले यसलाई कन्टिन्यू गर्नुपर्छ। हाम्रो SRCTIP भन्ने अर्को प्रोजेक्ट आयो, यसमा कन्टिन्यू गर्नुपर्छ भनेर कुरा त उठ्यो,
तैपनि अहिलेसम्म यसको चाहिँ मूर्त रूप लिन सकेको छैन। तर त्यसले धेरै काम गरेको थियो, डकुमेन्ट बनाउनेदेखि लिएर सिस्टम डेभलप गरेको थियो। यसलाई अब रिब्युत्याएर पछि आएर चाहिँ नेपालको सरकारको फन्डिङलाई पनि फन्डिङको समस्या होइन, यो अपरेसन र म्यानेजमेन्ट कसले गर्ने भने यसमा ठुलो फन्डको लाग्ने भने पनि होइन। यो सिस्टम बनिसकेको छ, यसलाई अलिकति अपडेटेड र यो म्यानेजमेन्टको लागि चाहिँ प्रभावकारी बनाउनु पर्छ जस्तो लाग्छ मलाई चाहिँ। धन्यवाद सर। अब चाहिँ मैले सडक दुर्घटनाका पिलरहरूबाट नै म कुरा गर्न थालेँ। सडक दुर्घटनालाई 5 वटा पिलरहरू छन् भन्छन् होइन। त्यस पिलरमध्ये सडक चाहिँ महत्त्वपूर्ण मानिन्छ। सडकलाई के भएको थियो भने अहिलेभन्दा 5-6 वर्ष पहिला हो, यही भौतिक पूर्वाधार यहाँ होइन, भौतिक पूर्वाधार मन्त्रालयको हलमा एउटा हाम्रो छलफल भएको थियो। त्यहाँ के कुरा भयो भने हामीले पहिला सडक इन्जिनियर सरहरूको कुरा, हामी पहिला सडक बनाउनेमा फोकस भयौँ। सडक सुरक्षा भन्ने कुरा चाहिँ हाम्रो त्यतिखेर मेजर प्रायोरिटी भएन। कहाँ चाहिँ कनेक्सन गर्ने, कहाँ कनेक्टिभिटीलाई पहुँचलाई पुर्याउने भन्ने भयो भन्ने खालको कुरा आएको थियो। साँच्चै अहिले हेर्ने हो भने कलङ्कीबाट कोटेश्वर पुग्दामा हामी बस चढेर गयौँ भने ओर्लिने ठाउँ छैन के, बिचमा ल्याएर झारिदिन्छ। र त्यो बिचको बाटोमा नि स्ल्याबहरू राखेको छ, स्ल्याबहरू सबै भाँचेर पाल परेको छ। ओर्ल्यो भने त्यो कुन चाहिँ खाल्डोमा पर्ने डेथ ट्र्याप जस्तो छ। त्यसकारण चाहिँ अहिले सडक विभागले सडक सुरक्षालाई कसरी लिएको छ र हजुरहरूको भावी कार्यदिशा सडकलाई सुरक्षित बनाउनको लागि के कार्यदिशा छ भन्ने कुरा प्रश्न। धन्यवाद म्याडम। यो यहाँले भने जस्तै हाम्रो यो 2-4 वर्ष अगाडि चाहिँ हाम्रो के थियो भने सबै जिल्ला सहर मकामहरूलाई चाहिँ सडक यातायातले जोड्ने पहुँच भने चाहिँ एक्सेसिबिलिटी मात्रै बढी फोकस एक्सेसिबिलिटीमै थियो। यहाँले भने जस्तो सही नै हो। अब पछि हामीले यसलाई अपग्रेडेसनकोमा जाने बेलामा मात्रै हाम्रो यो सुरक्षाको कुराहरू अलि आयो। तर हामीलाई चाहिँ के लाग्छ भने नि यो पहिलो त हामी सडकसँग जोडिन्छ, तर राम्रो सडक नै यो सडक दुर्घटना बचाउने कारण हो त? सडक यो चाहिँ क्वेसनेबल भएको छ। सोल्ली हामीले सडकलाई मात्रै सोचेर हुँदो रहेछ। जबकि हाम्रो यो डाटाले नै बताउँछ, भीम सरहरूसँग त सबै छ। यो हामीले जब यो कोटेश्वर सूर्यविनायक बाटो खोल्यौँ सबभन्दा म्याक्सिमम डेथ चाहिँ त्यही बाटोमा भयो। भनेपछि अब इन्फोर्समेन्टको अवस्था के छ? म भर्खर अस्ति 12मा गएको थिएँ एउटा यो सडकको अनुगमनको सिलसिलामा। हामीले बाटो बनाएर मात्रै हुने रहेछ। त्यो बाटो कस्तो छ भने डबल लेन बाटो छ। त्यो म कलैयाबाट यहाँ माथि पत्लैयातिर भित्री बाटो आएको थिएँ। त्यो डबल लेन एकदम राम्रो बाटो छ। त्यो डबल लेनको बाटोमा कुनै लेनमा गोबर सुकाएको छ, कुनै लेनमा चाहिँ गहुँ चाहिँ धार राखेको छ। भनेपछि हामीले अपग्रेडिङ गरेर पुरै सेफ्टी बेरियरदेखिको बाटो बनाएको छ। तर यो इन्फोर्समेन्टको जिम्मा लिने कसले? अनि हामी चाहिँ सडक कुरा गर्दा नि हामी जहिले पनि यो रोड सेफ्टीको कुरा गर्दै सडक विभाग केन्द्रित हुन्छौँ। तर अहिले हाम्रो चाहिँ नेपालभर चाहिँ झन्डै 1,20,000 किलोमिटर बाटो छ भन्ने गरिन्छ। अब त्यो ठ्याक्कै डाटाहरू त अब तल्लो निकायको डाटाहरू त के छ थाहा छैन। अब हामी सडक विभाग अन्तर्गतकै अराउन्ड 15,000 किलोमिटर बाटो छ। हामी चाहिँ बढी फोकस सेफ्टी भनेर चाहिँ यो 15,000मा चाहिँ अलिक बढी फोकस भएको जस्तो लाग्छ। हामी ग्रामीण सडकहरूमा कतिको फोकस गएका छौँ। अघि म्याडमले भन्नुभयो रोड सेफ्टी भनेको के हो नै बुझिएको छैन भने त्यसको स्थिति के होला। अनि हाम्रो यातायातको साधनहरूको के देखिन्छ भने सबभन्दा पुरानो गाडी चाहिँ त्यही बाटोमा चल्छन्, नन इन्जिनियर रोडमा। अस्ति यो 2-4 महिना अगाडि जस्तो लाग्छ मलाई। अब यो बोलेरोको क्यापेसिटी कति हो? 25जना मान्छे चाहिँ त्यो कालीकोट जस्तो लाग्छ मलाई, त्यहाँ एक्सिडेन्ट भएर मान्छे मऱ्यो। भनेपछि त्यो बाटोमा हामी चाहिँ अलिकति हाइवेमा चाहिँ रिसोर्सहरू खर्च गरेको छौँ, तर हामी तल्लो लेभलमा चाहिँ पुगिरहेको छैनौँ कि जस्तो लाग्छ। हाम्रो प्रोजेक्टहरूमा चाहिँ विशेष गरी भनेर पछिल्लो अवस्थामा चाहिँ अघि पनि हाम्रो उमनीज्यूले नै भन्नुभयो
प्लानिङ फेजदेखि नै रोड सेफ्टी अडिटमा चाहिँ हामीले विशेष गरी डोनर फन्डेड प्रोजेक्टमा चाहिँ प्रत्येक फेजमा प्लानिङ फेज, कन्स्ट्रक्सन फेज, पोस्ट कन्स्ट्रक्सन फेजमा हामीले चाहिँ रोड सेफ्टी अडिटलाई चाहिँ हामीले एकदम कम्पलसरी गरेका छौँ। तथापि यो हामीले चाहिँ गभर्मेन्ट फन्डेड प्रोजेक्टमा ठुलो प्रोजेक्टमा त सुरु गरेका छौँ, तर सबैमा गर्न सकेको छैनौँ। ब्ल्याक स्पट आइडेन्टिफिकेसन गरेर त्यसको चाहिँ हामीले त्यसको ट्रिटमेन्ट मेजर के हुनसक्छ भनेर गरेका छौँ होइन। अनि हामीले अहिले पछिल्लो अवस्थामा चाहिँ यो क्र्यास ब्यारियरहरूको धेरै रोडहरूमा क्र्यास ब्यारियरहरू लगाएका छौँ। अनि हाम्रा प्रत्येक प्रोजेक्टहरू अपग्रेडिङ गरिने प्रोजेक्टमा चाहिँ मिनिमम 10% त्यसको इस्टिमेटको टोटल कस्टको मिनिमम 10% चाहिँ सेफ्टी एक्टिभिटीमा हुनुपर्छ भन्ने हामीले इस्टिमेटहरूमा पनि इन्कर्पोरेट गरेका छौँ। अब यति गर्दै पनि अब हामीले आशातीत गरे जस्तो सेफ्टीमा सुधार भएको छैन। हामी स्वीकार्नै पर्छ। हामीले विशेष गरी उपत्यकामा अहिले मन्त्रीजीले भन्नुभयो काहीँ खाल्टाखुल्टी देख्यो तत्काल एक्सन लिएर पुर्छौँ होइन। अब त्यो हामीलाई एभाइलेबल भएको रिसोर्सलाई चाहिँ अप्टिमम युज गरेर काम गरेका छौँ। तर एउटा हामीले गरेको कामले मात्रै यो रोड सेफ्टीमा चाहिँ सुधार हुन्छ भन्ने चाहिँ हुँदो रहेछ। यो चाहिँ हामी यहाँले भन्नुभयो यो 5वटै पिलरलाई चाहिँ इन्टिग्रेटेड रूपमा काम गर्न सकियो भने हामीले चाहेको रिजल्ट आउन सक्ने तर नहुँदै रहेछ। यसको अब यही अचुक हामी आधाभन्दा 12-15 म इन्जिनियर हुँदा नि हामी त्यही भन्थ्यौँ रोड सेफ्टी काउन्सिल गठन गर्नुपर्छ, रोड सेफ्टी एक्ट आउनुपर्छ। यो चाहिँ 25 वर्ष 20-25 वर्षदेखि त्यही भनिरहेको छु। त्यसले मूर्त रूप लिन सकेको छैन र त्यसले नि एउटा पावरफुल बडी बनाएर एउटै सेन्टरबाट अलि पछिल्लो चरणमा डर साहब पनि हुन्छ पोस्ट क्रासलाई चाहिँ अलिकति हामीले फोकस गरेर लागेको छौँ। पहिले पनि यो पनि थिएन। यहाँले हामी अनुभव अब कहीँ एक्सिडेन्ट भयो यो लफडा पर्ने नि प्रहरीको लफडा हुन्छ के हुन्छ कसले माऱ्यो भन्छ यो छोडिदिने भने कोही एक्सिडेन्ट गरेर मान्छे हेरेर बस्थ्यो उठाउँदैन थियो। तर त्यसमा अलिकति जनचेतना गरेर अनि पहिलो चाहिँ हस्पिटलमा लानुपर्छ भन्ने कुराहरू भएको छ। अनि हामीले पिएमसी रोड सेफ्टी भनेर चाहिँ हामी यो वर्ल्ड ब्याङ्कको प्रोजेक्टमा राखेका छौँ। त्यसमा चाहिँ सबै हामी यस विशेष गरी हस्पिटलहरूलाई सपोर्ट गर्ने गरी हामी वर्ल्ड ब्याङ्क एडिबीको फन्डेड प्रोजेक्टहरूमा चाहिँ हामीले चाहिँ इन्टिग्रेटेड वेमा चाहिँ लगिरहेका छौँ। र अनि हाम्रो अवेरनेसको लागि भनेर चाहिँ हाम्रो मेट्रो ट्राफिक एफएम छ, त्यसलाई हाम्रै सडक विभागको हाम्रो डेडिकेटेड युनिट छ रोड एन्ड ट्राफिक सेक्सन पनि हामीले फन्डिङहरू गरिरहेछौँ। अनि अवेरनेसको प्रोग्रामहरूमा सपोर्ट गर्नेहरू काम गरिरहेछौँ। अब हामीसँग भएको लिमिटेड रिसोर्सलाई चाहिँ युज गरिरहेछौँ। हामीले गरेको काम चाहिँ बेस्टै गरिरहेछौँ भनिरहेको छ। र यहाँहरूले काहीँ हामीलाई सुझाव आउने बित्तिकै हामीले काहीँ अब म्याडमले अहिले पनि मलाई बस्दाखेरि भन्नुभयो यस्तो त यो रिङ रोडको कुरा हो, त्यस्तो हामी सुधार गर्छौँ। त्यसमा धन्यवाद म्याडम। धन्यवाद रामरी सर। अब अघि मन्त्रीज्यूको स्पेसकै कुरालाई जोडेर जस्तो हाम्रो हाइवेमा ट्रमा हस्पिटल ट्रमा सेन्टर्सहरू नै बनाउने त्यस्तो हाम्रो प्लान चाहिँ छ भन्ने भयो होइन। हाम्रो जस्तो देशमा हाइवेमा ट्रमा सेन्टर काठमाडौँकै ट्रमा सेन्टरको बिजोग त्यो छ भने हाइवेमा ट्रमा सेन्टरले कसरी अपरेट गर्न सक्ला। मैले नट ओन्ली ट्रमा सेन्टर पोस्ट क्र्यास रेस्पोन्समा हामीले कसरी अगाडि बढ्न सक्छौँ कि साँच्चै हाइवेमा बनेका ट्रमा सेन्टर चाहिँ हाम्रो समाधान हो त अथवा त्यहाँबाट चाहिँ गतिलो प्री हस्पिटल केयर दिएर रिफरल मेकानिजम हो कि के हो? यसमा चाहिँ डाक्टर निलमलाई आफ्नो केही भनाइ राखिदिनु न। धेरै धेरै धन्यवाद भगवतीज्यू। यो धेरै इम्पोर्टेन्ट क्वेसन हो होइन, किनभने एक्सिडेन्ट प्रिभेन्सन इज बेटर देन क्योर होइन। यसमा त हामी सबैको जोड हुनैपर्छ र यसकै सडक साथीले जुन आयोजना गरेको कार्यक्रम जुन सराहनीय कार्यक्रम छ होइन त्यो पनि यसमै फोकस नै हो जस्तो मलाई लाग्छ। तर अब प्रिभेन्ट गर्दै पनि होइन अब एक्सिडेन्ट भयो भने त्यतिखेरको हाम्रो फर्स्ट रेस्पोन्स भनेको पोस्ट क्र्यास रेस्पोन्स नै हो। नहुनु थियो भयो, अब के गर्ने त भन्दाखेरि अब अघि हिजो निपुणजी भेट्न आउनु भएको थियो ट्रमा सेन्टरमा हामीलाई, उहाँले गुड समारिटन लको कुरा उठाउनु भएको थियो होइन। गुड समारिटन ल नेपालमा लागू हुनुपर्छ, त्यो छिटोभन्दा छिटो लागू हुनुपर्छ। नत्र अघि रामरी सरले भन्नुभयो बाटोमा
एक्सिडेन्ट भयो होइन, मैले सुनेको चाइनाको कुरा सुनेको, त्यो साइडबाट मान्छेहरू भाग्छन्, नजिक जाने होइन कि भाग्छन् भन्ने सुनेको होइन। त्यहाँ त्यसको मतलब चाइनामा गुड समारिटन ल छैन होइन। तर गुड समारिटन लले मात्रै पनि पुग्नलाई होइन, किनभने एउटा संवेदना भन्ने पनि हुनुपर्छ मान्छेमा। कोही मान्छे मरिरहेछ भने त्यसलाई हेल्प गर्ने संवेदना त हुनु पऱ्यो नि, नत्र त के भने रोबोटहरूलाई युज गर्नु पऱ्यो होइन। त्यो पनि एउटा सम्भव छ। गुड समारिटन हामी हुन सक्दैनौँ भने रोबोटलाई एआईलाई युज गरौँ, उसले गर्छ होइन। अब त त्यो दिन पनि आइसकेको छ। तर वाट एभर नम्बर 1 चाहिँ नि हाम्रो रेस्पोन्स नै हो। त्यहाँ उहाँले भन्नुभयो अब चाहिँ हामी हस्पिटलहरूलाई सहयोग गर्दैछौँ होइन, के अरे पब्लिकले सहयोग गर्दैछौँ होइन, यो मिडियाहरूलाई सहयोग गर्दैछौँ भन्नुभयो। त्यो त एकदम सराहनीय कुरा हो। तर कुरो के छ भने अब क्रास भइसक्यो भने अहिले पोस्ट क्रास रेस्पोन्स, एक्सिडेन्ट भइसक्यो, त्यसलाई कसरी चाहिँ नि प्रपर म्यानेजमेन्ट गरेर लाइफलाई सेभ गर्ने हाम्रो उद्देश्य के हो त? एक्सिडेन्ट भइसक्यो, अब लाइफलाई त्यो लाइफ सेफ हुनु पऱ्यो। तर यहाँ त लाइफलाई बचाउने मात्रै कुरा छैन, यसको रिहेबिलिटेसनसम्मको कुरा छ। रिहेबिलिटेसन पछाडि पनि तपाईँको उसलाई समाजमा, सोसाइटीमा, कम्युनिटीमा रिइन्टिग्रेसन गर्नेसम्मको कुरा छ। त्यो पार्ट हो त अहिले धेरै भन्नाले नेग्लेक्टेडै छ। हामीले इन्डिभिजुअल लेभलमा नि त्यो इन्डिभिजुअलमा आउट अफ पकेट त्यो भइरहेको होला, त प्राइभेटले गरिरहेको होला, तर के भने सरकारको लेभलमा त भइरहेको छैन नि होइन। त्यो कुरो सोसल इन्टिग्रेसनको काम, रिहेबिलिटेसनको काम त भइरहेको छैन नि, सरकारले गरिरहेको छैन नि। तर त्यो गर्नुपर्छ भन्ने कुरामा पनि आवाज हामीले उठाउनुपर्छ। तर अहिले उहाँको भगवतजीको क्वेसनमा फोकस हौँ के त ट्रमा सेन्टर जस्तै अहिलेको जुन ट्रमा सेन्टर छ, एकमात्र ट्रमा सेन्टर राष्ट्रिय ट्रमा सेन्टर, उसकै त स्थिति उहाँले भन्नुभयो बिजोगमा छ भनेपछि अब अरू नयाँ ट्रमा सेन्टरहरूको स्थिति के होला, अथवा बनेर फाइदा होला कि नहोला? त्यसको प्रश्नमा एउटै एन्सर हो, फाइदा हुन्छ। किन फाइदा हुन्छ भन्नेको उदाहरण म आफै मैले कर्णालीमा 3 वर्ष काम गर्दाखेरिको उदाहरण दिएर, त्यो पनि मैले आफैलाई प्रमाणित गर्नु खोजेँ होइन। यो ट्राफिक पुलिस डिपार्टमेन्टले मलाई प्रमाणित गरिदियो। के गरिदियो भन्दाखेरि यस्तै हामीले एक दिन यो कम्युनिटी हस्पिटल कम्युनिटी मिट जस्तै उहाँहरूले गर्नुभएको प्रोग्राम जस्तै हामीले चाहिँ नि ट्राफिक पुलिसले बोलायौँ, कम्युनिटीले बोलायौँ र हस्पिटलमा यस्तै कार्यक्रम राख्यौँ। त्यो चाहिँ वर्ल्ड हेड इन्जुरी अवेरनेस डेको दिन मार्च 20 को दिन थियो होला। राख्दाखेरि जुन ट्राफिक पुलिसको प्रमुख आउनुभयो, उहाँले डेटा प्रेजेन्ट गर्नुभयो आफ्नो 2 वर्षको डेटा, 2078-80 79-80 आर्थिक भन्नाले 2 आर्थिक वर्ष। त्यो प्रेजेन्ट गर्दाखेरि एक्सिडेन्टहरू बढिरहेको त देखाउनु भयो, रोड ट्राफिक एक्सिडेन्ट, कारबाही भएको सङ्ख्या पनि बढी देखाउनु भयो, एक्सिडेन्ट भएको सङ्ख्या पनि बढी देखाउनु भयो, मानिसको मृत्यु भएको सङ्ख्या पनि बढ्दो प्रत्येक आर्थिक वर्षमा छ, देखिएको छ। तर उहाँले के भन्नुभयो भने मृत्युको सङ्ख्या घटेको देखाउनु भयो। कति प्रतिशत? 1% होइन, 2% होइन, 10% होइन, 27%ले मृत्यु घटेको छ। कसरी भयो? उहाँहरूको जनचेतनाको कार्यक्रम 3 गुणाले बढाउनु भएको छ। त्यो पनि डेटामा छ होइन। 10,000बाट 30,000 बनाउनु भएको छ जनचेतनाको कार्यक्रम होइन। त्यो सराहनीय कुरो हो। र त्यो जो चिफ ट्राफिकको चिफ हुनुहुन्थ्यो मेरै रिलेटिभ पर्नु हुँदो रहेछ, फुपाजु पर्नु हुँदो रहेछ। अब कुरो के आयो भने त्यो एकदम सराहनीय काम भएको छ। तर त्यो हुँदाहुँदै पनि जनचेतनाको कार्यक्रम हुँदाहुँदै पनि सवारी दुर्घटना बढिरहेछ। अब त्यसमा डिफ्रेन्ट फ्याक्टर्सहरू होला, मुभमेन्टको मोबिलिटीको कुरा, थुप्रै कुरा होला। तर कसरी चाहिँ त्यो हुँदाहुँदै पनि 27% चाहिँ नि मृत्यु दर घट्यो सडक दुर्घटनाका भिक्टिमहरूको भन्दाखेरि उहाँले के भन्नुभयो भन्दाखेरि यो चाहिँ यहाँ एउटा न्युरोसर्जन छ कर्णालीमा, जम्मै 1 जना न्युरोसर्जन थियो, त्यो म थिएँ। र बिरामी आउने बित्तिकै इमर्जेन्सीमा आउने बित्तिकै तुरन्त उसको अपरेसन हुने, अपरेसन आइसियू जानुपर्ने, आइसियू त्यो चाहिँ रातभरिमा सबै सेटल हुन्थ्यो। म रातभरि पनि काम गर्थेँ, दिनभरि पनि काम गर्थेँ होइन। अचम्मको कुरा त्यहाँनिर छ।
रातभरि अपरेसन गर्थेँ, दिनभरि म हस्पिटलको ओपिडी सोपिडी सब काम गर्थेँ। 3 वर्ष त्यसरी मैले बिताएँ। तर कुरो के छ भन्दाखेरि अब त्यसकै प्राइजको रूपमा म चाहिँ मेरो प्रमोसन भयो होइन, भन्नाले सरकारी 10बाट 11औँ भएँ होइन। दुर्गममा काम गरेको कारणले फर्केर आइसकेपछि मैले वीर हस्पिटलको न्युरोसर्जरीको प्रोफेसर पाएँ। भन्नाले त्यो एउटा इन्टरनल भन्नाले मलाई त्यो फेरि त्यहाँ काम गऱ्यो भनेर रिवार्ड दिए होइन, मेरो आफ्नो इन्टरनल इभ्यालुएसनबाट पाएको हो। तर म चाहिँ त्यसलाई पनि एउटा देनको रूपमा लिन्छु। तर वाट एभर मैले भन्नु खोजेको कुरो के भन्दाखेरि तपाईँलाई कसैले न कसैले इन्टरनली रिवार्ड हुन्छ। तपाईँको राम्रो कामलाई कसैले पनि चाहिँ आँखा छोपेको हुँदैन। आँखा छोप्यो भन्नाले त्यो भगवान् भन्नाले मान्छेले प्राइज दिनु भने भगवान्ले दिन्छ, जुन कुरा मैले प्राप्त गरेँ होइन। तर म यसमा ट्रमा सेन्टरको मैले भनेको के भने एउटा न्युरोसर्जन, ट्रमा सेन्टरको मात्रै होइन, एउटा न्युरोसर्जन हुँदाखेरि, एकजना डाक्टर हुँदाखेरि त त्यो त्यस्तो इफेक्ट देखिन्छ भनेपछि ट्रमा सेन्टरै हुँदाखेरि, हस्पिटलै हुँदाखेरि इफेक्ट देखिँदैन भन्ने कुरामा दुई मत छैन। र अहिले चाहिँ नि यो ट्रमा सेन्टर अब राष्ट्रिय ट्रमा सेन्टरको लेभलको होइन, राष्ट्रिय ट्रमा सेन्टर हामीले खोजेको छौँ पर्फेक्ट, हामी पर्फेक्सनिस्ट हौँ होइन। ट्रमा सेन्टरमा चाहिँ नि एमआरआई हुनु पऱ्यो, यस म पनि भन्छु होइन। बिरामीलाई प्राइभेटमा किन पठाउने, इन हाउस एमआरआई भयो भने त एक्सिडेन्ट भएको बेलाले त्यो बिरामी तुरुन्तै राति नै एमआरआई गर्नु सक्छ नि त। सबै प्राइभेट हस्पिटलको एमआरआई राति बन्द हुन्छ, त्यो पनि तपाईँहरूले थाहा पाउनु पर्ला। जति पनि प्राइभेट हस्पिटलमा एमआरआई छन् तिनीहरू राति काम गर्दैनन्। तर हाम्रो ट्रमा सेन्टरको सिटी स्क्यान 24 घन्टा काम गर्छ। र त्यहाँ चाहिँ नि होइन धेरै नै त्यो अहिले सिटी स्क्यान बिग्रिएको अवस्था छ। त्यसलाई अब छिटोभन्दा हिजो मिसु सरले भन्नुभयो छिटै यो 1 हप्ताभित्र बन्छ भन्नुभयो होइन। हामी कुरा गरेका थियौँ। त्यो के छ भन्दाखेरि त्यो सिटी स्क्यान ओभरलोड भएर धेरै चाहिँ सिटी स्क्यान गर्नु पर्यो भएर त्यो ओभरलोड भएर बिग्रियो। तर सिटी स्क्यान एउटा भएर पुग्दैन होइन, 2टा चाहिएला अथवा 3टा चाहिएला। किन ट्रमाको सङ्ख्या बढिरहेछ अनि सिटी स्क्यान त्यही चाहिँ नि एउटै सिटी स्क्यान 24 घन्टा काम गरेपछि बिग्रिन्छै बिग्रिँदैन होइन। एकजनाले भन्नुभयो तपाईँको ट्रमा सेन्टरको सिटी स्क्यान त हामी जहिले आए पनि बिग्रिया हुन्छ भनेर एकजना पेसेन्ट पार्टीले भन्नु। ए बाबा तपाईँ जुन बेला आउनुभयो 2 पल्ट आउनुभयो, 2 पल्ट बिग्रेको भेट्टाउनु भयो होइन। तर यसको मतलब सधैँ बिग्रिनु त होइन नि, ऊ रातभरि नि काम गरिरहेछ, दिनभरि नि काम गरिरहेछ। अब त्यही भएर तर यही स्तरको ट्रमा सेन्टर नेपालभरि लागू गर्नुपर्ने होइन। धादिङको चाहिँ नि भनौँ न एउटा कुनै सानो ठाउँमा, धादिङको हाइवेको ठाउँमा हाम्रो लेभल 1, लेभल 2, लेभल 3, लेभल 4 4 क्याटेगोरीको ट्रमा सेन्टर हुन्छ। हाम्रो यो चाहिँ नि अब लेभल 1 को लेभलमा हामी पुगेका छैनौँ भन्छु म। हिजो पनि निपुणजीलाई भने हामी लेभल 2 मा रन गरे होला, तर हाम्रो उद्देश्य चाहिँ लेभल 1 मा काम गर्ने हो। त्यहाँ चाहिँ नि एक्सिडेन्ट भइसकेपछि 1 आवर उहाँले गोल्डेन 1 आवरको कुरा गर्नुभएको छ हिजो निपुणजीले। गोल्डेन 1 आवरको कुरो विश्व स्वास्थ्य सङ्गठनले नि भन्छ 1 घन्टाभित्र त्यो बिरामीको उपचार भयो भने त्यो बिरामी बाँच्ने सम्भावना कति 90% बढ्छ भनेर भन्नुभयो हिजो निपुणजीले होइन। हो त्यो गोल्डेन 1 आवरको लागि चाहिँ नि मा काम हुनु पऱ्यो। हामी गोल्डेन 1 आवरमा काम हुनुको लागि ठाउँमा ट्रमा सेन्टर भयो भने स्पेसलाइज सेन्टरले, जस्तै मैले सधैँ जुत्ता सिलाउँछु भनेपछि म जुत्तामा निपुण हुन्छु, ट्रमा सेन्टर त्यही जुत्ता सिलाउने काम गरिरहेको छ। बिरामीहरूको टाउको फुटेको, ढाड भाँचिएको, पेट फुटेको, छातीको करङ भाँचिएको बिरामीहरूको सिलाइ गरिरहेछ। के त्यो दिनदिनै सिलाइ गर्दाखेरि हामी निपुण हुँदैनौँ? धन्यवाद सर। अब यसबाट थाहा भयो कि हामीले अब म पनि सोसल साइन्स पढेको के रहेछ त साँच्चै ट्रमा सेन्टर नै बनाएर जाने हो कि कुनै एउटा यस्तो हेल्थ सेन्टर बनाउने त्यसले चाहिँ रिफरल काम गर्ने, प्री हस्पिटल केयर गर्ने हो कि भन्ने थियो। सरले एकदम प्रष्टसँग राखिदिनु भयो। अब म सिधै रेशम सर कहाँ गएँ। के हामीसँग भएका सडक सुरक्षाका लागि सम्बोधन गर्ने नीति नियम कानुनको अवस्था कस्तो छ? के हामीले समय सापेक्ष सडक सुरक्षाका नीति नियमहरूलाई बनाएर अघि बढ्न सकेको अवस्था हो त सर?
धन्यवाद म्याडम। यसो छ, अब 2-3वटा पर्सपेक्टिभबाट हेर्नुपर्छ जस्तो लाग्छ मलाई त। एउटा अहिले डाक्टर साहबले भन्नुभयो कर्णालीमा न्युरोसर्जन छ भनेपछि त्यो बिरामीको त्यो डेथको पर्सेन्टेज कम भयो। त्यो डाक्टर साहबको कन्ट्रिब्युसन पनि ठुलो छ त्यसमा। तर त्योभन्दा पनि त्यो बिरामीको साइकोलोजीको पनि म त्यहाँ गएँ भने उपचार पाउँछु भन्ने साइकोलोजीले उसले कन्फिडेन्स त्यो बिल्डअप गरेर त्यो साइकोलोजीले छ। मैले यो प्रसङ्ग यहाँ जोड्न खोजेको चाहिँ के भने हाम्रा ल पर्फेक्ट छन् भन्ने होइन। हाम्रा लमा केही व्यवस्थाहरू छ, केही खाँचो पनि होला, थप सुधारको खाँचो पनि होला। तर पछिल्लो समय सोसाइटीमा हामीले डेभलप गर्दै गएर साइकोलोजी कस्तो छ भन्ने कुरा चाहिँ यो भनौँ न पोस्ट क्रास उसमा रेस्पोन्समा चाहिँ कन्ट्रिब्युसन गर्छ जस्तो लाग्छ। त्यो गोल्डन 1 आवर भन्ने प्रसङ्गको कुरा गर्दै गर्दाखेरि पनि मान्छेलाई एक्सिडेन्ट भइसकेपछि त्यसलाई सबभन्दा प्राइमरी रूपमा रेस्क्यु गर्नुपर्ने रेस्पोन्सिबिलिटी हामी आजको दिनमा पनि पुलिसकै भन्ठान्दैछौँ र हामीले त्यो एक्सिडेन्ट देख्ने मान्छेको अथवा त्यही एक्सिडेन्ट हुने भेहिकलमा सकुशल भएको अर्को मान्छेको अथवा त्यो एक्सिडेन्ट गराउने भनौँ न कहिलेकाहीँ त के हुनसक्छ भने एउटा बाटोमा हिँड्दै गएर मान्छेलाई एउटा गाडीले हान्यो भने त्यो गाडीलाई चाहिँ केही नभएको हुनसक्छ, तर त्यो बाटोमा हिँड्दै गएर मान्छे घाइते भएको हुन्छ। त्यसलाई त्यही गाडीले लगेर त्यहाँ उपचार गराउन सक्ने जति इफेक्टिभ रेमेडी चाहिँ अरू केही पनि नहुन सक्छ। तर त्यहाँनिर हामीले यस्तो खाले एउटा झन्झटिलो लिगल प्रोसेसलाई फलो गरिदिएका छौँ कि जो मान्छे हस्पिटल लगेर जान्छ त्यो अब त्यहाँ झन्झटमा के भने एउटा त प्राइमरी रूपमा त्यो पुलिस रिपोर्ट भयो कि भएन भन्ने कुरादेखि लिएर भोलि तैँले हानिस् अथवा तैँले ऊ गरिस् त्यहाँनिरको त्यो मुचुल्का लगायतका ती कुराहरू कस्तो अलिकति झन्झटिलो एउटा प्रोसेस भन्दै गर्दा हामीले चाहिँ के भने जसले प्राइमरी रूपमा एउटा ह्युमेनिटेरियन ग्राउन्डबाट हेल्प गर्न खोज्छ त्यो मान्छेलाई कहीँ न कहीँ हाम्रो सिस्टमले डिस्करेज गरे हो कि भन्ने जस्तो देखिने अवस्था आजकोमा छ। त्यो कुरालाई सुधार्नलाई चाहिँ लिगल प्रोभिजनकै खाँचो छ, त्यो रिफर्मको खाँचो छ। मलाई लाग्छ यो हाम्रो यो सडक साथी संस्थाले आजको मिसन भनेर राखे एउटा त्यो अब्जेक्टिभ पनि हो, त्यो सेक्युरिटीमा त्यहाँ पनि हामीले जोड दिनुपर्ने अवस्था चाहिँ छ एउटा कुरा। तर अर्को कुरा सँगसँगै फेरि के पनि त्यहाँनिर जोड्नुपर्छ भन्ने जस्तो मलाई लाग्छ भने कहिलेकाहीँ चाहिँ के हुन्छ हजुरको भने लिगल कुरा मात्रै सबै हामीले समाजले चाहिँ कस्तो एउटा प्रवृत्ति विकास गरिरहेछौँ त भन्दै गर्दा आजको दिनमा सुरक्षाको कुरा एक्सिडेन्ट भयो भने मान्छे एक्सिडेन्टमा पराए मान्छेलाई बचाउने भन्दा पनि त्यसको भिडियो बनाएर आफ्नो रिलमा पोस्ट गर्नेतिर त्यो साइकोलोजी समाजमा डेभलप भएको छ। अब त्यो कुरालाई डिस्करेज गर्नुपर्ने छ, किनभने त्यो त्यहाँबाट म के भने ऊ हुन्छु भनेर होइन त्यो भाइरल हुन्छु भन्ने त्यो साइकोलोजीबाट मान्छेले चाहिँ त्यतातिर आफ्नो दायित्व बिर्स्या छ। हुन त हाम्रो लिगल फ्रेमवर्ककै कुरा गऱ्यो भने फेरि यो हामी कमन ल सिस्टमबाट डेभलप भएको कारणले गर्दा हाम्रो लिगल सिस्टम नै त्यो राइट ओरिएन्टेड छ, ड्युटी ओरिएन्टेड भन्दा। हाम्रो कन्स्टिट्युसनमा यहाँहरूले हेर्नुभयो भने 22वटा भन्दा बढी राइट छन्, ड्युटी चाहिँ एउटा आफ्नो दफा 48मा मात्रै छ। थोरै ड्युटीको बारेमा कुरा गराएको छ, त्यो ड्युटीको पनि इन्फोर्समेन्टका मेकानिजमहरू छैनन् भन्दै गर्दा हामी राइट ओरिएन्टेड लिगल सिस्टमलाई लिङ्क गरेर लिगल सिस्टममा बेस भएर अगाडि बढाए भएर आफ्नो कन्सर्नको मात्रै कुरा गर्छौँ। तर हामीले सोसाइटीको दायित्व अथवा त्यो हाम्रो जुन दायित्व हो त्यो दायित्वलाई निर्वाह गर्ने कुरा र त्यो दायित्वलाई निर्वाह नगरेर यस्ता पर्सनल त्यो एचिभमेन्टका लागि रिल बनाउने अथवा यस्तालाई एक्सपोज गर्ने कुराहरूलाई चाहिँ काहीँ न काहीँ हामीले डिस्करेज पनि गर्नुपर्ने छ। त्यो कुरालाई डिस्करेज गर्न सक्यो भने त्यसको अर्को इम्प्याक्ट पनि हुन्छ जस्तो लाग्छ मलाई। धन्यवाद सर। हामीले यो छलफल गर्न थालिसकेको नि 1 घन्टा काटिसकेको छ। अब म बिस्तारै यो हाम्रो छलफललाई ऱ्यापअप गर्ने प्रोसेसमा जाँदैछु। तैपनि सानो कुरा चाहिँ जोड्नै मन लाग्यो लिगलको कुरा। जस्तो हामीले 2049कै एक्टमा चाहिँ मोटरसाइकलको पछाडि बस्नेले चाहिँ पिलियन राइडरले हेलमेट लाउनुपर्छ भनेर त्यो एक्टमा राखिएको छ। त्यो एक्टलाई कार्यान्वयन पनि भएको हो, फेरि केही विषम परिस्थितिको कारणले रोकिएको छ र हेड इन्जुरीको अवस्था विकराल छ। नेपालमा लगभग
लगभग 85% सवारी साधन मोटरसाइकल छ र अहिले त पठाउहरू आएको छ, राइड सेयरिङ आएको छ, यसले अवस्था झन् बिकराल बनाएको छ। यसमा चाहिँ अवश्य नै राज्यले एड्रेस गर्नुपर्छ। मोटरसाइकल पछाडिलाई राज्यले लाऊ भन्नुको कारण कमिसन खानु होइन कि यो चाहिँ सर्वसाधारणको सुरक्षाको लागि हो भनेर बुझ्नु पनि अबको जरुरी छ। यति कुरा राखी अब सानो कुरा फेरि थप्न मन लाग्यो। जस्तो अहिले पठाउ चलिरहेछ, पठाउलाई एड्रेस गर्नको लागि हामीसँग त्यति गतिलो एक्ट छैन। हामीले के भन्यौँ भने नेपाल प्रहरीमा छलफल गरेर ल पठाउहरूलाई ल्याएर एउटा ट्रेनिङ दिउँ अनि उनीहरूलाई हेलमेट काने कुरा गरौँ भन्दामा के भयो भने यो राज्यले चाहिँ पठाउ चलाऊ भनिसकेका छैन र उनीहरूलाई राज्यले नभनिसकेको अवस्थामा हामीले आएर उनीहरूलाई ट्रेनिङ दिन थाल्यौँ भने अब मान्यता दिएको जस्तो हुन्छ अरे। मान्यता नदिई त बोलाउँदैन नि, मेरो आफ्नो चिनिया मान्छे नभई उसलाई मेरो हो नभनिकन त हामी बोलाउँदैनौँ नि, निम्ता दिँदैनौँ, त्यस्तो हुन्छ। त्यसकारण हामीले पठाउको लागि विशेष कार्यक्रम गर्न सक्दैनौँ। त्यसकारण कुनै संस्थाले गरिदिनुहोस् भनेको चाहिँ भोगे त्यो म आफै भुक्तभोगी हो। त्यसकारण हाम्रा नीति नियममा परिमार्जन र समय सापेक्षिक नीति नियमहरू ल्याउनु पर्ने जरुरी नै छ। अब बिस्तारै ऱ्यापअप गर्ने सिलसिलामा म भीमस्थलबाटै गएँ। नेपाल प्रहरीको अहम भूमिका हुँदाहुँदै पनि के कस्ता समस्या छन् र सडक सुरक्षाका लागि, सडक दुर्घटना न्यूनीकरणका लागि नेपाल प्रहरीले कसरी जान सक्छ र समस्या के छन्, समाधान के छन्, एकदम छोटकरीमा। धन्यवाद। अब यो एकदमै भेग प्रश्न गर्नुभयो म्यामले। वास्तवमा यो हामी सबैले थाहा भएकै विषय हो। समस्याहरू धेरै छन् हैन, त्यसका समाधान पनि त्यति नै छन्। हाम्रा यस्ता खालका छलफल पनि धेरै छन्। मैले कन्क्लुजनमा के भन्छु भने हामी जे काम गर्छौँ त्यो आउटपुट आउने हिसाबले हामीले काम गर्यौँ भने राम्रो हुन्छ भन्ने मलाई लाग्छ, नम्बर 1। दोस्रो भन्ने हो भने सडक सुरक्षा गर्नको लागि सचेतना आवश्यक छ। सचेतना चाहिँ एउटा संस्कारकै रूपमा आउनु पर्यो कि प्रत्येक परिवारले जसको गाडी छ उहाँले चाहिँ के भने मैले सडक सुरक्षाका नियम बुझेको हुनुपर्छ, मैले सडकका नियमहरू पालना गर्नुपर्छ भन्ने भावना सबैमा हुनु पर्यो। त्यो सडक मैत्री संस्कार डेभलप हुनुपर्ने हुन्छ, नम्बर 2। तेस्रो कुरा भनेको जुन सचेतनाको कुरा मैले यहाँ राखेँ कि नेपाल प्रहरीले वर्षेनी लाखौँ मान्छेलाई सचेतना दिएको छ। त्यो सचेतनाले केही पनि उपलब्धि गरेन भन्ने होइन कि त्यसबाट धेरै चाहिँ दुर्घटना त्योभन्दा धेरै हुन्थ्यो होला, त्यो कन्ट्रोल भएको छ त्यसले केही न केही। अनि अर्को विडम्बनाको कुरो के छ भने कि नेपाल प्रहरीले सडक सुरक्षाको लागि दुर्घटना नहोस् भन्नको लागि चाहिँ यो सचेतना अभियान चाहिँ आफ्नो एक्स्ट्रा प्रयास गरेको छ। त्यसमा कुनै बजेट छैन। मलाई लाग्छ अन्य निकायहरूले यो सडक सुरक्षामा चेतना फैलाउने निर्णय गरियो भनेर निर्णय गर्दा पनि त्यहाँ चाहिँ बैठक भत्ताहरू लिने चलन हामीले देखेकै छ। तर नेपाल पुलिसले त्यो केही गर्दैन। उदाहरणको लागि म जब कर्णाली प्रदेश प्रमुख थिएँ त्यहाँ 3,61,325 घरधुरीमा हामीले नेपाल प्रहरीको फोन नम्बर प्रत्येक घरको ढोकामा नाक टाँसे जसरी टाँस्यौँ 3 महिना लाएर। 5 पैसा हामीले खर्च गरेनौँ हाम्रो एकल प्रयासबाट हैन। त्यसबाट रिजल्ट के आयो भन्दा पछि गएर चाहिँ हाम्रो प्रहरीमा कल आउने सङ्ख्या चाहिँ 55%ले बढ्यो कि डोमेस्टिक भाइलेन्स कन्ट्रोल भयो, त्यसले फरार अपराधी पक्राउ भए, दुर्व्यसनीहरू कन्ट्रोल भए। त्यो एकदम आउटपुट आयो, त्यहाँ बिना बजेट पनि आयो। मैले के जोड्न खोजेँ भने थोरै प्रयास हामीले गऱ्यौँ भने पनि त्यो राम्रो हुन्छ हैन। अनि अर्को एउटा उदाहरण मैले यो जुन कानुन आजभन्दा 5 वर्ष अगाडि म यहाँ भ्याली ट्राफिक प्रमुख थिएँ, त्यो बेला हामीले चाहिँ कानुनको मसौदामा 4-5 वटा मिटिङ यो नगर कोर्टमा गएर गऱ्यौँ हैन। आज भोलि नै आउँछ जस्तो लाग्थ्यो, 5 वर्ष भयो आएको छैन। त्यो कानुनमा हामीले के गरेका छौँ भने कि 1000 लाग्नेमा 5000 लेखेका छौँ, 5000 लेख्नेमा 10,000 लेखेका छौँ जरिमाना। त्यो किन आवश्यक रहेछ भने कि त्यतिखेर हामीले एउटा परीक्षण गरेर पनि हामीले हेरेका थियौँ। यहाँहरूलाई थाहा होला हामीले त्यो बेलामा ट्राफिकका डमीहरू ठाउँ ठाउँमा चाहिँ जम्मा 55 ठाउँमा उपत्यकामा उभिएको थियो। डमीमा चाहिँ लेखेर राखेको थियो कि ट्राफिक नियम उल्लङ्घन गरेमा 10,000 सम्म जरिमाना हुन्छ भनेर राखेको थियो। त्यो मैले परीक्षण गरेको थिएँ।
म त्यतिखेर प्रमुख हुँदाखेरि के परीक्षण त्यसबाट रिजल्ट के आयो भन्दा मान्छे जब 1500 2000 गोजीमा छ मोटरसाइकल चलाएर हिँडिराखेको छ बीच बाटोमा त्यो सूचना देख्यो भने ऊ दिनभरि चाहिँ सजग भयो कि उसले दुर्घटना काहीँ पनि गरेन ट्राफिक नियम पालना गरेन त्यो पछि हामीले क्याल्कुलेसन गरेर हेऱ्यो 50% दुर्घटना कमी आयो अब यसबाट के उदाहरण भयो भन्दा कानुनमा जरिमाना बढायो भने त्यो नागरिकबाट जरिमाना धेरै असुल्न बढाउने होइन त्यसले टेरोर त दियो हामी विदेश घुमेर आउनेले देखेका छौँ नि त कति जरिमाना बेसी भएपछि त्यहाँ कन्ट्रोल आफसे आफ भएको छ भनेपछि जरिमाना बेसी गर्नु त्यो नागरिकहरूलाई चाहिँ त्यो पैसा जरिमाना गर्ने उद्देश्य होइन कि यो डर हुन्छ है भन्ने इस्टाब्लिस गर्न जरुरी छ र त्यो कुरा पनि हामीले चाहिँ कानुन छिटै ल्याएर त्यसलाई कार्यान्वयन गर्नुपर्ने हुन्छ भन्ने मलाई लाग्छ र अर्को इम्पोर्टेन्ट कुरा भनेको चाहिँ हामी नेपालबाट धेरै देश घुम्न जान्छौँ हामी सरकारी गैर सरकारी थुप्रै मान्छे जान्छौँ त्यहाँ विदेशको सडकमा विकसित देशको सडकमा एउटा पुलिस उभिएको देखिँदैन त्यो सबै चाहिँ आइटीले काम गर्छ त्यहाँनेरि टेक्नोलोजीले काम गर्छ म्यानुअल प्रयास केही पनि गर्नु पर्दैन काठमाडौँ जत्रो चाहिँ सहर चाहिँ एउटा कोठाभित्र कन्ट्रोल रुमबाट सबै गभर्न भइराखेको छ त्यो कुरो हाम्रो सबै जानु हुनेहरूले मजाले अध्ययन गरेर आउनु भएको छ रिपोर्ट पनि पेश गर्नुहुन्छ तर कार्यान्वयन कहिले पनि हुँदैन किन हो भने यो विडम्बनाबाट थोरै भए पनि हामी अगाडि बढौँ न त जस्तो हामीले यहाँ के गर्यौँ सडकमा चाहिँ सीसीटीभी चाहियो भनेर धेरै प्रयास गर्यौँ इभन अहिले विडम्बना के छ डाइरेक्टर साहब यहीँ हुनुहुन्छ सडकमा एउटा पोल चाहिँ त्यो जुन कोण छ नि यताबाट हिँड्नलाई निषेध छ यताबाट जानुहोस् भनेर बिचमा उभ्याउने प्लास्टिकको कोण पनि किन्ने पैसा पुलिससँग हुँदैन त्यो पैसाको लागि हामीले चाहिँ उहाँ सडकमा चाहिँ निवेदन दिनुपर्छ 3-4 महिनामा उहाँहरूले टिप्पणी सदर गरेर किन्ने निर्णय भयो भन्नुहुन्छ अब हामीलाई इमिडिएट चाहिएको छ 5 महिनापछि त्यो आयो भने त्यसले काम दियो त दिएन नि ऊ हामीले हिल्टनसँग कुन चाहिँ कम्पनीसँग माग्नुपर्छ त्यो अवस्था भनेपछि यस्ता सिम्पल कुराहरू जुन कुरा हामी गर्न सक्छौँ होइन जिपिएस सिस्टम चाहिँ एकदमै यो राम कहानी भनिन्छ सुरु कसैले नगरिदिने गर्यो कि यो चाहिँ ल हुँदैन भन्ने या चाहिँ विभिन्न कारणले त्यो अल्झिन्छ त्यो जोसमा चाहिँ मान्छे हिँड्नलाई यता काँडाले कोर्छ उता काँडाले कोर्छ भने जस्तै स्थिति छ कुनै कुरो अगाडि बढ्नु भनेपछि यो कुराहरू चाहिँ सुधार गर्नुपर्छ भन्ने मलाई लाग्छ र यी सबै कुराको अतिरिक्त हाम्रो प्रहरी जसको 5-7 वर्ष अगाडिदेखि दरबन्दी थप भएको छैन जति पनि प्रहरी त्यही प्रहरी अनुसन्धान गर्ने त्यही प्रहरी दङ्गामा जाने त्यही प्रहरी ट्राफिकमा जाने यो तानातानको स्थिति अब त्यो अहिलेको जनघनत्व बढेको छ मोबिलिटी बढेको छ सहरीकरण बढेको छ बाटोघाटो बढेको छ सवारी साधन बढेको छ त्यो अनुपातमा जनशक्ति पनि त वृद्धि गर्नुपर्ने हो नि त प्रहरीले चाहिँ 1 टन त भारी बोकेको छ 5 टनसम्म उसले थाम्न सक्छ र भनेको सक्दैन नि त्यो कारणले यो कुरा मध्यनजर गरेर जनशक्ति थपाउनु पर्यो टेक्नोलोजीमा डेभलप गर्नु पर्यो कानुन ल्याउनु पर्यो कार्यान्वयन इफेक्टिभ हुनु पर्यो थोरै तिनै भए पनि हामीले सुधारका कामहरू अगाडि बढाउनु पर्छ भन्ने मलाई लाग्छ धन्यवाद धन्यवाद भीम सर म रामरी सरलाई चाहिँ अन्तिममा प्रश्न राख्छु मैले रेशम सरलाई भन्न चाहे हजुरलाई मैले प्रश्न सोधिकन हजुरलाई सडक सुरक्षामा आफूलाई भन्न छुटेको मैले प्रश्न नगरेको केही कुरा छ भने राख्दिन हुनुहुन्छ धन्यवाद म्याडम मैले सडक सुरक्षाको प्रसङ्गको कुरा गर्दाखेरि लिगल पर्सपेक्टिभबाट आफ्नो ओपिनियन दिँदै गर्दाखेरि एउटा दुईवटा कुरा चाहिँ हामीले ख्याल गर्नै पर्ने कुरा छ एउटा चाहिँ के भने यो जुन हाम्रो यातायात व्यवस्था सम्बन्धी ऐन छ त्यसले केही कुराहरूको एउटा फाउन्डेसन प्रोभाइड गराएको छ त्यो फाउन्डेसन चाहिँ के भने त्यो एक्सिडेन्टसित रिलेटेड होला एक्सिडेन्टमा पनि विलफुल एक्सिडेन्ट गराएको हो कि केयरलेस अथवा त्यो लापरवाहीको कारणले भएको हो कि अथवा थर्ड पार्टीको इन्टरभेन्सनको कारणले भएको हो त्यसलाई अलग अलग क्याटेगोरी गरिदिएको छ हामीले चाहिँ एक्सिडेन्ट हुन त अब एक्सिडेन्ट भनिसकेपछि विलफुल हुन्न होला भन्न ठान्छौँ तर कहिलेकाहीँ चाहिँ विलफुल एक्सिडेन्ट भएका फ्याक्टहरू पनि उसमा आउँछन् त्यो कुरालाई नछुट्याइदिने विशेष गरी ल इन्फोर्समेन्टको क्रममा अथवा ती मान्छेहरूलाई प्रोसिक्युसनको क्रममा विलफुल्ली त्यो एक्सिडेन्टलाई एउटा टुलको रूपमा युज गरेर क्राइम गर्ने मान्छेहरू पनि छन् हैन भेहिकलहरूलाई टुलको रूपमा युज गरेर क्राइम गर्ने मान्छेहरू तिनीहरूलाई गर्ने कारबाही र थर्ड पार्टी इन्टरभेन्सनका कारणले हुन सक्ने एक्सिडेन्ट
कारणले पनि फेरि डेथ त हुनसक्छ अथवा इन्जुरी त हुनसक्छ। तिनीलाई गर्ने कारबाहीको प्रकृति छुट्याउन चाहिँ जरुरी छ ल इन्फोर्समेन्टको पर्सपेक्टिभमा। त्यो छुट्याउन सकियो भने के भन्छ भने जो रियलमा एक्सिडेन्ट हो त्यो एक्सिडेन्टकै रूपमा ट्रिट हुन्छ, जसले एक्सिडेन्टलाई एउटा टुलको रूपमा युज गराएछ त्यसलाई चाहिँ जन्मकैदको सजायको पनि व्यवस्था गराएछ कानुनले। भन्दै गर्दा त्यो कुरामा हामीले सेग्रिगेसन गरेर इफेक्टिभ बनाउनु, त्यो इन्फोर्समेन्टलाई इफेक्टिभ बनाउनु पर्ने एउटा पर्सपेक्टिभ छ भने अर्को पर्सपेक्टिभ अघि पनि कुरा गरियो, धेरै कुरा त मैले अघि पनि भनिसकेँ। हाम्रो फाउन्डेसन लिगल सिस्टमको फाउन्डेसन चाहिँ राइट ओरिएन्टेड छ। अब यो राइट ओरिएन्टेड फाउन्डेसनमा हामीले अलिकति अब्लिगेसन अथवा ड्युटीलाई प्रमोट गर्नुपर्ने छ। त्यो अब्लिगेसन अथवा ड्युटीलाई प्रमोट गर्दै गर्दाखेरि यहाँनिर विशेष गरी भोलेन्ट्री टाइपको हुन्छ हुनलाई चाहिँ, तर भोलेन्ट्री रूपमा पनि एउटा मेरो सरकार राम्रो भएन, मेरो पुलिस राम्रो भएन भनेर कमेन्ट गर्दै गर्दाखेरि म आफू राम्रो भएँ कि भएन त, मैले आफ्नो नागरिकको दायित्व पुरा गरेँ कि गरिनँ त भन्ने कुरा, त्यो नागरिकको दायित्व पनि सम्झाउने अथवा नागरिकको दायित्वलाई व्यवस्थित तरिकाले एक्सप्रेस गर्ने र त्यो नागरिकको दायित्व पुरा गर्नेलाई चाहिँ एप्रिसिएट गर्ने, पुरा नगर्नेलाई कारबाही नगर्ने कुरा आफ्नो ठाउँमा होला, तर जसले नागरिकको दायित्व टाइमली पुरा गर्छ त्यो देखिन्छ भने त्यसलाई एप्रिसिएट गर्ने र त्यसलाई प्रमोट गर्ने कल्चरलाई हामीले डेभलप गऱ्यौँ, त्यो किसिमको फ्रेमवर्कलाई हामीले डेभलप गऱ्यौँ भने मलाई लाग्छ यो सडक सुरक्षामा एउटा खाले कन्ट्रिब्युसन हुन्छ जस्तो लाग्छ। अब दुर्घटना न्यूनीकरण गर्ने कुराहरू अरू धेरै कुराहरू छन्, प्राविधिक कुराहरू, ती कुराहरूमा म गइनँ, तर लिगल पर्सपेक्टिभमा चाहिँ मैले देखाएँ यो दुईवटा कुराहरू चाहिँ एउटा चाहिँ राम्रो गर्नेलाई प्रमोट गर्नु पऱ्यो, अर्को चाहिँ के भने त्यो विलफुल्ली ऊ गर्नेलाई चाहिँ स्ट्रिक्ट हुनु पऱ्यो। त्यहाँनिर चाहिँ फेरि माया त्यो गाडी चढेर चाहिँ क्राइम गर्न त कसैलाई पनि छुट दिन भएन, त्यो पर्सपेक्टिभबाट जानु पर्ला भन्ने मेरो चाहिँ त्यो ओपिनियन छ। थ्याङ्क यू सर। जस्तो सरले राम्रो काम गर्ने दुर्घटना भइसकेपछि त्यो अवस्थामा कसैले त्यो भिक्टिमलाई सपोर्ट गर्यो भने रिवार्ड गर्नुपर्छ। जस्तो हाम्रो नजिकको देश इन्डियाकै हेर्ने हो भने कसैले त्यहाँ दुर्घटनालाई देख्यो र त्यसले चाहिँ सही समयमा उसले उद्धार, त्यहाँ गुड समारिटेन ल पनि छ र उसले उद्धार गरेर लग्यो भने 2000-2500 रुपियाँ रिवार्ड दिने चलन छ कि। अब त्यो पैसाले कति रोल खेल्छ खेल्दैन त मलाई अहिले मैले रिसर्च गरेको छैन। यस्ता यस्ता प्र्याक्टिसहरू पनि भन्न चल्दै आएका छन्, प्र्याक्टिसमा छन् भने। अब म डाक्टर निलमलाई एउटा प्रश्न अथवा हजुरको सुझावहरूको अपेक्षा गरेँ। हामीले दुर्घटना त हुँदै नहोस् भन्छौँ तर भइरहेका छन्। प्री हस्पिटल केयरलाई स्ट्रेन्थेन गर्नको लागि 1, 2, 3, 4 नम्बरमा भन्दा के काम गर्नुपर्ने होला त? यो इम्पोर्टेन्ट कुरो किन छ हजुरले उठाउनु भएको भन्दाखेरि पहिला त एक्सिडेन्ट नै नदिने, प्रिभेन्सन इज बेटर देन क्योर। मलाई रोग लाग्नु, मलाई भनौँ न मलाई टाइफाइड भयो होइन, त्यो टाइफाइड हुनै नदिनको लागि मैले भनौँ न पानीमा जतन गर्नुपर्थ्यो कि खानामा जतन गर्नुपर्थ्यो कि होइन, झिँगा भन्केको खानेकुरा खानु हुँदैन थियो कि, त्यो चाहिँ नि प्रिभेन्सनको कुरा भयो। तर जब अब टाइफाइड भइसक्यो, मलाई एक्सिडेन्ट भइसक्यो भने त्यसको हामीले चाहिँ नि यसलाई न्यूनीकरण भनौँ न, न्यूनीकरण कसरी गर्ने भन्ने जुन प्री हस्पिटल केयर तिनवटा पाटो छन्। एक्सिडेन्टको तिनवटा पाटो छन्। एउटा प्रिभेन्सनको कुरा आइहाल्यो, तर त्यस पछाडि पनि एक्सिडेन्ट भइसकेपछि तिनवटा पाटो छन् हाम्रो हेल्थको एस्पेक्टमा। एउटा प्री हस्पिटल केयर हो, त्यसपछि प्री हस्पिटल पछि हस्पिटलमा आइसकेपछिको केयर हो हस्पिटल केयर, त्यसमा इमर्जेन्सी केयर पनि आउँछ। हस्पिटलको इमर्जेन्सीमा जे घटनाहरू हुन्छन् त्यसले ठुलो रोल खेल्छन्, किनभने गोल्डन 1 आवरको कुरा छ यहाँ। 1 घन्टाभित्र उपचार भयो भने 100जनामा 90जना बस्छन् होइन, भन्नाले 90%ले मृत्युदर कम हुन्छ भन्ने कुरा आएको छ होइन। अर्को चाहिँ नि रिहेबिलिटेसन। अब एक्सिडेन्ट भइसकेपछि ऐना फुटिसकेपछि
होइन। अब ऐना त फेर्न सकिन्छ, मान्छे त फेर्न सकिँदैन। मान्छेको टाउको फुटेको छ, टाउको त फेर्न सकिँदैन। हामीले हेड ट्रान्सप्लान्ट त कतै सुनेकै छैनौँ होइन। अब चाहिँ शिवले आफ्नो गणेशलाई गरे होइन, आफ्नो के अरे ससुरालाई गरे, त्यसपछि त त्यो हेड ट्रान्सप्लान्ट भएको छैन। अब ऐना फुटिसक्यो, पछाडि त्यसलाई रिप्लेस गर्न हामी सक्दैनौँ। जे क्षति भयो त्यसलाई न्यूनीकरण मात्रै हामीले गर्ने हो। त्यो न्यूनीकरणको सबभन्दा इम्पोर्टेन्ट च्याप्टर, सबभन्दा इम्पोर्टेन्ट फर्स्ट च्याप्टर भनेको प्री हस्पिटल केयर हो। प्री हस्पिटल केयरमा गुड समारिटनको ल कुरा आइसक्यो। बाइस्ट्यान्डर इज इम्पोर्टेन्ट। अघि रेशम सरले भनिसक्नु भयो, त्यो जसले हान्यो त्यो सबभन्दा इम्पोर्टेन्ट हो। तर अब त मुचुल्कातिर गइसक्यो अब होइन, ऊ अब कानुनले उसलाई बेर्दिसक्यो त्यहाँनिर होइन। अब ऊ त अगाडि बढ्नै, उसको खुट्टा त नेल लागिसक्यो, त्यहाँ अगाडि बढ्नै सकेन ऊ। तर बाइस्ट्यान्डर त हुन्छ नि त्यहाँ। अब बाइस्ट्यान्डर त्यो कानुनमा सुधार हुनुपर्छ भन्ने उहाँले भनिसक्नु भयो। जुन कुराले राम्रो हुनुबाट छेक्छ त्यस्तो कुरामा त सुधार हुनु पऱ्यो नि त। तर अब बाइस्ट्यान्डरले के गर्न सक्छ नि त भन्दा त्यो ड्राइभरले पनि गर्न सक्ने कुरो हो कि उसलाई फर्स्ट एड हामीले सिकाउनु पऱ्यो। पब्लिकलाई हामीले फर्स्ट एड सिकाउनु पऱ्यो। जस्तै मैले मात्रै फर्स्ट एड थाहा पाएर भएन नि, डक्टरले अथवा नर्सेसले मात्रै फर्स्ट एड थाहा पाएर भएन नि, हेल्थ पर्सनले मात्रै थाहा पाएर भएन नि। यो प्रत्येक व्यक्तिले थाहा पाउनु पऱ्यो नि। जस्तै प्लेनमा हामी प्लेनमा उडिरहेछौँ, मानौँ यो एउटा प्लेन हो, हामी प्लेनमा उडिरहेछौँ, कोही त्यहाँ बेहोस भएर ढल्यो कि हामी फर्स्ट एड गर्न सक्षम हुनु पऱ्यो कि पऱ्यो। मेरो छेउको भनौँ भने प्यासेन्जर चाहिँ लड्यो त्यहाँ, म चाहिँ डक्टर होइन, म चाहिँ ले पर्सन हो। त्यो फर्स्ट एड चाहिँ थाइल्यान्डको कोन्केन हस्पिटलको नाम हेर्नु होला, कोन्केन रिजनमा, त्यो हस्पिटलको रिजनमा उनीहरूले अस्ति नेपालमा ट्रमा सेन्टर आउँदाखेरि भन्नुभयो कि 90% पब्लिक, 90% पिपुल दे नो, दे हेभ ट्रेन देम टु पर्फर्म फर्स्ट एड। 100 जनामा 90 जना, 10 भन्नाले 10 जना बाइस्ट्यान्डर छ भने भन्नाले आउट अफ 10 9 जनाले फर्स्ट एड दिन सक्छ, 1 जनाले अब नसक्ला हो। त्यो क्यापासिटी बिल्डिङ त्यो हामीले गर्नु सक्नु पऱ्यो होइन। अब त्यसको लागि चाहिँ हामीले एडभोकेट गर्नु पऱ्यो। अर्को कुरा चाहिँ नि अहिले प्रत्येक स्थानीय सेक्टरमै प्राथमिक स्वास्थ्य केन्द्रहरू, आधारभूत स्वास्थ्य केन्द्रहरू खुलेका छन् होइन। त्यो ट्रमा सेन्टर तिनीहरूलाई बनाउनु भन्नु खोजे होइन होइन। अघि पनि कुरा आयो ट्रमा सेन्टर चाहिन्छ कि चाहिँदैन भन्ने कुरा चाहिन्छ, तर हामीले आधारभूत स्वास्थ्य केन्द्रलाई ट्रमा सेन्टर बनाउनु खोजे होइन। आधारभूत स्वास्थ्य केन्द्रमा काम गर्नेहरूलाई फर्स्ट एडमा पर्फेक्ट बनाउनु पऱ्यो, निपुण बनाउनु पऱ्यो। फर्स्ट एड मात्रै होइन, बेसिक लाइफ सपोर्ट। फर्स्ट एडभन्दा माथिको अर्को आउँछ बेसिक लाइफ सपोर्ट होइन। बेसिक लाइफ सपोर्टभन्दा माथि अर्को एडभान्स लाइफ सपोर्ट आउँछ होइन। त्यस्तो एटिएलएस भन्ने हुन्छ, एडभान्स ट्रमा लाइफ सपोर्ट भन्ने हुन्छ, त्यस्तोमा हामीले ट्रेन गर्नु पऱ्यो। अब त्यो ट्रेन कसले गर्ने भन्ने कुरा त अब होइन बाँकीको कुरा हुन्, तर चाहिँ नि त्यो गर्न सक्नु पऱ्यो। अब दोस्रो नम्बरमा, तेस्रो नम्बरमा भन्दाखेरि चाहिँ नि अब यो कुरा हामीले चाहिँ नि कम्युनिकेसनको इम्पोर्टेन्ट कुरा छ। उहाँले रिफरलको कुरा गर्नुभएको थियो नि अघि, जस्तै त्यहाँ आधारभूत स्वास्थ्य केन्द्र ट्रमा सेन्टरसँग चाहिँ नि डाइरेक्ट कम्युनिकेसन हुनु पऱ्यो, अथवा कुनै यसो कम्युनिकेसन सिस्टम यस्तो हुनु पऱ्यो। जस्तै अब अहिले एकजना इन्डिभिजुअलको मात्रै एक्सिडेन्टको कुरा हुँदैन, बस पल्टिन्छ, बस दुईवटा जुत्छ, मास डिजास्टरको कुरा आउँछ। मास डिजास्टरको कुरा आउँदाखेरि चाहिँ नि भनौँ न 10 जनाभन्दा बढी 50 जना घाइतेहरू भएको हुन्छन्। अब तिनीहरूलाई सबै यहाँ चाहिँ यो हाम्रो राष्ट्रिय ट्रमा सेन्टरमा ल्याउन सम्भव होला, कर्णालीबाट मानौँ, कर्णालीमा भएको छ भने। तर त्यो हामीले चाहिँ अनसाइट कम्युनिकेसन, त्यो कम्युनिकेसन सिस्टम यस्तो स्ट्रेन्थन हुनु पऱ्यो कि कसलाई चाहिँ नि त्यहाँको प्राथमिक स्वास्थ्य केन्द्रमा लैजाने, त्यस पछाडि कतिलाई त्यहाँको के अरे प्रोभिन्स हस्पिटल होइन, प्रदेश अस्पताल लैजाने, कतिलाई कालीकोट अस्पताल लैजाने, कतिलाई चाहिँ जुम्ला हस्पिटल लैजाने,
होइन कसरी लैजाने, कुन नियरेस्ट, पहिला त नियरेस्ट ठाउँमा लैजानु पऱ्यो। अब जो जस्तै मानौँ जुम्लाको हस्पिटलमा केयर नपाउनेहरूलाई अब त्यो केयर दिन सकेनौँ हामीले, भन्नाले एडभान्स केयर चाहियो भनेपछि त्यस्तो बिरामीलाई प्रदेश अस्पताल सुर्खेत अथवा राष्ट्रिय ट्रमा सेन्टरमा ल्याउनको लागि हेलिकप्टर अथवा एयर एम्बुलेन्सको व्यवस्था पनि हुनुपर्छ। थ्याङ्क यू सर, धेरै महत्त्वपूर्ण कुरा उठाउनु भएको छ। र नेपालको सडक सुरक्षाको कुरा गर्दामा चाहिँ नीति नियम बनाएर उठाएर लैजाने काम नि भौतिक पूर्वाधार मन्त्रालयबाट गइरहेछ। अघि रामरी सरले भन्नुभयो प्रहरीसँग हस्पिटलसँग एसोसिएट भएर काम गरिरहेछौँ भने साँच्चै अबको सडक सुरक्षाको कार्य अथवा भनौँ न हामी अगाडि बढ्ने र साँच्चै सडक दुर्घटनालाई न्यूनीकरण गर्ने हो भने कसरी अगाडि बढ्नुपर्छ हजुरहरू लिडिङ एजेन्सीको हिसाबले? धन्यवाद। अब यो लिडिङ एजेन्सी हामी भन्दा नि हाम्रो मन्त्रालय भन्नु पऱ्यो। त्यो एउटा पाटो मात्रै हो म जिम्मेवार हुने। एउटा योभन्दा अगाडि चाहिँ म भीम सरको एउटा कुरा चाहिँ मलाई लाग्यो कि यो अवेरनेस भन्छौँ नि, मलाई चाहिँ यो ट्राफिक नियम भाइलेन्सको केसहरू चाहिँ यो नबुझेको मान्छेले भन्दा बुझेको मान्छेले बढी गरेको जस्तो पाइन्छ। यो अवेरनेसले पनि कति काम गरेको हो, कुन लेभललाई काम गरिरहेछ। साँच्चै भन्नु त म काठमाडौँमा चाहिँ त्यो धेरै ठाउँमा रिक्वेस्ट आउँछ हामीले जेब्रा क्रसिङ बनाइदिन्छु। मलाई चाहिँ जेब्रा क्रसिङबाट बाटो काट्न डर लाग्छ। तपाईँको प्रहरीको कोही छेउमा छ भने मान्छे इजिली काट्ने। त्यहाँ चाहिँ हामी बाहिर जाँदा पनि देख्छौँ त्यो जेब्रा क्रसिङबाट मान्छे क्रस गर्दैछ भने परै गाडी रोक्छ। यहाँ त मान्छे त्यो डरले मान्छे त जेब्रा क्रसिङ सुरक्षित हुने होइन कि झन् एक्सिडेन्ट पो बढ्ने भने त्यस्तो शङ्का जस्तो हुन्छ। त्यस कारण यसलाई अलिकति बुझेको मान्छेलाई र नबुझेकोलाई बुझाउन सजिलो हुन्छ, बुझेको मान्छेलाई कसरी बुझाउने एउटा विषय छ। अरू अहिले मैले फिजिकल हाम्रो इन्टरभेन्सनको कुरा गर्दाखेरि हामीले हाइवेमा अघि नै पनि भने मैले हाइवेमा चाहिँ हामीले सेफ्टी फिचरलाई चाहिँ हाम्रो मन्त्रालय हाम्रो विभाग सबैले जोड दिएको छ र हामी चाहिँ तल्लो लेभलमा पुग्नु पऱ्यो र यो एउटा लेभलले मात्रै डेभलप गरेर हामी सोल्ली हामीले राम्रो गरेर चाहिँ यो सेफ्टीमा सुधार हुन्छ भन्ने लाग्दैन। यही अब यो अन्तिम उपाय भनेको चाहिँ त्यही हो, यहाँनिर रेसीले गरेर त्यो इन्टिग्रेटेड वेले जाउँ र हाम्रो पार्टबाट गर्ने चाहिँ हामी जहिले पनि कटिबद्ध छौँ। धन्यवाद। धन्यवाद सम्पूर्ण प्यानलिस्टहरूलाई। वास्तवमै सडक सुरक्षा हाम्रो साझा जिम्मेवारी हो। जबसम्म साझा जिम्मेवारी बोध हुँदैन, जबसम्म एउटा निकाय एउटा संस्थाको चाहिँ मुख्य काम हो भनेर हामीले त्यो लेन्सले हेर्छौँ, कदापि हामीले सडक सुरक्षा अथवा सुरक्षित सडकको अवस्था हामीले प्राप्त गर्न सक्दैनौँ। त्यसैले मैले यो ऱ्यापअप गर्ने सिलसिलामा हामीले क्वेसन एन्सर सेसन पनि राखेका थियौँ, तर विशेष कारणवश होइन यहाँ रामरी सरको एकदम हतारो छ, सडक दुर्घटनामा परेको व्यक्तिको उहाँ पशुपतिमा जानुपर्ने छ, यो कारणले गर्दामा मैले क्वेसन एन्सर सेसनलाई लैजान सकिनँ, त्यसको लागि माफ गर्नु होला भन्दै सम्पूर्ण प्यानलिस्टलाई विशेष धन्यवाद दिँदै र साथै सडक साथीलाई मलाई यो मोडरेट गर्नको लागि मौका दिनुको भएकोमा धन्यवाद। यसमा चाहिँ मलाई लागेको कुरा एउटा अथवा दुईवटा चाहिँ म भनिहाल्छु ऱ्यापअप गर्नु अगाडि, त्यसको लागि मलाई अनुमति दिनु होला। यो के छ भन्दाखेरि 2049 को सवारी तथा यातायात ऐनको 130 दफा तपाईँहरूले हेर्नु होला। त्यसमा चाहिँ नि मोटरसाइकलको पछाडि बस्ने भन्नाले जसले पिलियन राइडर भन्छ, मोटरसाइकलको पछाडि बस्ने सवारीले पनि मोटरसाइकल हेलमेट लाउनुपर्छ भनेर लेखिएको छ है। 2049 को के अरे सवारी तथा यातायात व्यवस्था ऐन होइन को दफा 130। तर त्यसको जरिवाना चाहिँ नि अलिक बढाउनुपर्छ, त्यो आफ्नो ठाउँमा छ होइन। जरिवाना 1000 होला 5000 होला, त्यो अर्को त्यो जरिवाना कमले काम गर्ने रहेनछ। त्यो चाहिँ नि मेरो व्यक्तिगत रूपमा त म के भन्छ भने त्यो आजैदेखि लागु हुनुपर्छ।
किनभने नियममा लेखिएको कुरा किन नगर्ने होइन होइन म आज फर्किँदाखेरि अब यसमा लायबिलिटीको पनि कुरा हो म आज घर फर्किँदाखेरि मेरो छोरी धेरै जसो के अरे पठाउमा ट्राभल गर्छिन् मैले एउटा हेलमेट उनलाई किनिसकेको उनले हराइन् फेरि म आज अर्को हेलमेट किनेर लाँदैछु त्यो मेरो कमिटमेन्ट भयो यो भन्नाले अधिकारको कुरा मात्रै होइन अधिकारको कुरा मात्रै होइन यो चाहिँ दायित्वको कुरा पनि हो होइन हामीले अधिकार खोज्छौँ भने त्यो दायित्व पनि निभाउनु पऱ्यो र हामी सबैले लगाउन थालौँ यहाँ बसेकोहरू सबैले आजदेखि पछाडि बस्नेले हेलमेट लगाउँ त त्यो एउटा मान्छेहरूलाई लेसन हुन्छ ए यस्तो गर्नुपर्ने रहेछ हामी बुजुर्गहरूले गरेपछि अरूले सिक्ने हो नि त त्यो एउटा तर आजदेखि हामी लागू गर्नुपर्छ भनेर हामीले एडभोकेसी गर्नुपर्छ यो आजैबाट सुरु हुनुपर्छ यो 49 सालमा भएको कुरा हो अहिले कति साल भयो 30 वर्ष नाग्यो 30 वर्षदेखि त्यही नियममा हामी चाहिँ लागू गर्न सक्दैनौँ भने हाम्रो दुर्दशा के हुन्छ र अघि भगवतजीले भन्नुभयो 13% मान्छे मात्रै चाहिँ नि 13 होइन अगाडि जो हेलमेट लगाएर अगाडि सवारी चलाउँछ ऊ मर्ने सम्भावना 13% मात्रै छ भनेपछि टाउकोमा चोट लाग्ने उसको सम्भावना 13% मात्रै छ भने त्यहाँ 39%, 3 गुणाले बढी पछाडि बस्नेको हुन्छ टाउकोमा चोट लागेको पाइएको छ हैन। यो चाहिँ दुईटा हस्पिटलको स्टडी उहाँले गर्नुभएको रहेछ हैन, ट्रमा सेन्टर र मनमोहन हस्पिटलको। भन्नाले पछाडि बस्नेको टाउकोमा चोट लाग्ने सम्भावना 3 गुणाले बढी छ भनी पनि हामी लगाउँदैनौँ भनेपछि त्यो अब भन्न हामीले सचेतनाको पनि कुरा हो। तर यहाँ जति पनि हामी अहिले छौँ नि सबैले अब मोटरसाइकल चढ्दाखेरि पछाडि बस्दाखेरि आफूले चलाउँदाखेरि पनि हेलमेट पछाडि बस्नेर लगाउने इन्स्योर गरौँ, आफूले पनि हेलमेट लगाउँ। यो आज हामी सबैको एउटा कमिटमेन्ट गरौँ। दोस्रो चाहिँ नि अल्कोहल र हेड इन्जरीमा मैले 2-3टा स्टडी गरेको थिएँ। यो मापासे जुन उहाँहरूले भीमजीहरूलाई एकदमै म नमनै गर्छु, किनभने मापासेलाई हामी अझै स्ट्रेन्थन गर्नुपर्छ। मैले के स्टडी गरेको थिएँ भन्दाखेरि 2008 र 2014मा दुईवटा स्टडी गर्दाखेरि 2008 भन्दा 2014मा मापासे अगाडि र पछाडिको स्टडी गरेको थिएँ वीर हस्पिटलमा। हेड इन्जरीको सङ्ख्या के अरे 2-3 गुणाले कम भएको छ, मृत्यु सङ्ख्या पनि 2-3 गुणाले कम भएको छ मापासी पछि। यो वीर हस्पिटलको स्टडी हो। र मैले जति पनि कर्णाली रिजनमा 3 वर्ष काम गर्दाखेरि र यहाँ पनि ट्रमा सेन्टरमा काम गर्दाखेरि अल्कोहल जति पनि सवारी दुर्घटना, स्पेसली सवारी दुर्घटना मात्र होइन फलमा पनि त्यो आउँछ, तर स्पेसली सवारी दुर्घटनामा अल्कोहल खाएर हेड इन्जुरी भएको सङ्ख्या बढी छ। र हामीले म त के भन्छु भने अल्कोहललाई जस्तै इन्डियाको तपाईँहरूलाई अतिशयोक्ति लाग्ला, इन्डियाको बिहारले चाहिँ नि ड्रङ्क ड्राइभिङलाई निल गर्न सक्छ, उत्तर प्रदेशले के अरे त्यहाँ अल्कोहललाई ब्यान गर्न सक्छ, अल्कोहल युज र अल्कोहल स्टोर र अल्कोहल सेलिङलाई ब्यान गर्न सक्छ बिहारले भने। अब बिहारको मान्छेहरू यहाँ आएर अल्कोहल खाएर चाहिँ ड्रङ्क ड्राइभिङ गरे होलान् होइन। मान्छेहरू बिहारको मान्छे यहाँ रक्सी खान आउँछन् भन्ने सुनिएको छ। बिहारको मान्छे उत्तर प्रदेश, त्यस पछाडि उता के अरे यो नागाल्यान्ड र अर्को एउटा मैले ठुलो स्टेट होइन हजुर के अरे गुजरातले चाहिँ अल्कोहललाई ब्यान गर्न सक्छ, अल्कोहलको युजलाई, अल्कोहलको सेललाई, अल्कोहलको स्टोरलाई ब्यान गर्न सक्छ भने नेपालले किन गर्छ? नेपाल त बुद्ध जन्मेको देश हो नि। थ्याङ्क यू भेरी मच।